हेलो नमस्ते यहाँहरू सबैलाई फेरि पनि हाम्रो चाहिँ यो लाइभ सेसनको एपिसोड 4 लिएर म लगायत मेरो अकाउन्टेबिलिटी पार्टनर आइरहेको छौँ। सो आज चाहिँ हाम्रो एकदमै स्पेसल हुनु गइरहेको छ। यो टेबल स्पेसल हुनु गइरहेछ। आज चाहिँ हामीले चाहिँ नेपालबाट फर्स्ट कोच है उहाँलाई लिएर आइरहेको छौँ। सो उहाँलाई ल्याउनुभन्दा अगाडि चाहिँ हामी चाहिँ हाम्रो सानो परिचय दिन्छौँ। सो म चाहिँ होस्ट हो आजको भने यहाँ हुनुहुन्छ मेरो को होस्ट मन्जु सुब्बा दिजु। सो पहिला चाहिँ मेरो सानो परिचय दिँदै होइन अन्जली दिजुले दिनुहुन्छ। सो म चाहिँ कुसुम गुरुङ, घर चाहिँ काठमाडौँ नेपाल। हाल चाहिँ म न्युयोर्क सिटीमा बस्दै आइरहेको छु र म फुल टाइम जबको साथमा चाहिँ मैले यो अमेजिङ अनलाइन डिजिटल बिजनेस पनि सक्सेसफुली रन गर्दै आइरहेको छु। सो अब मेरो दिजुले दिनुहुन्छ। Namaste once again. Good morning, good afternoon, and good evening, whichever part of the world you are watching from. हामी दुवैजना आइरहेछु। म चाहिँ मन्जु लिम्बू सुब्बा, ओरिजिनली फ्रम काठमाडौँ नेपाल होइन। अनि हालै चाहिँ अब युएस आएको त 6 years भइसक्यो, तर न्युयोर्कमा बस्दै आएको चाहिँ 4 years भयो होइन, कम्प्लिट 4 years। अनि म चाहिँ दुईटा बिजनेस रन गर्छु। एउटा ट्रेडिसनल बिजनेस विच इज फुड, नेपाली फुड होलसेल, अनि अर्को चाहिँ अब मेरो फुर्सदको टाइममा गर्ने यो डिजिटल बिजनेस, अनलाइन डिजिटल बिजनेस। अनि आज चाहिँ हामीले यति अमेजिङ पर्सनालिटीलाई इन्भाइट गरेको छौँ। तपाईँहरू अब एकैछिनमा तपाईँहरूलाई आफैलाई थाहा हुन्छ हु इज सी भनेर होइन। अब सी नै भनौँ, किनभने हामी यो डिजिटल वुमन इम्पावरिङको बारेमा नै कुरा गरिरहेको छौँ होइन। हाम्रो एपिसोड पनि त्यसमै रन भइरहेछ। सो वी वान्ट टु वेलकम नन अदर देन Miss Shobha Shrestha from Kathmandu, Nepal. Welcome, Baini. Welcome. ओके सो तपाईँ हाम्रो यो लाइभ सेसन एपिसोड 4 मा होइन भेरी भेरी वेलकम। अनि यति छोटो समयमा तपाईँले टाइम निकालेर, त्यहाँ त बेलुका होला अहिले त होइन, रातिको 10 बजिसक्यो होला, 9:45 अराउन्ड लाइक 9:50। सो यसको लागि चाहिँ फर्स्ट अफ अल थ्याङ्क यू विथ ग्रेटफुल हार्ट है। अनि तपाईँलाईको चाहिँ अब हाम्रो भ्युवर्स, सब्सक्राइबर्स, फ्यान्स, फलोवर्सहरूलाई चाहिँ तपाईँको मिठो एउटा परिचय दिनु होला। हजुर हस्। सो फर्स्ट अफ अल थ्याङ्क यू बोथ दिदीहरूलाई आज इन्भाइट गर्नुभएकोमा। सो थ्याङ्क यू सो मच। सो मेरो अब इन्ट्रोडक्सन दिनु पर्दाखेरि चाहिँ नमस्ते सबैजनालाई, फर द भ्युवर्स होइन। म चाहिँ शोभा श्रेष्ठ, काठमाडौँ नेपालबाट। अनि म चाहिँ मम अफ 2 टिनेजर्स। अनि अब बाई एजुकेसन चाहिँ मैले अकाउन्टिङमा मास्टर्स गरेको हो। अनि अब मेरो प्रोफेसन चाहिँ एक्चुअली ब्याङ्किङ सेक्टरतिर थियो भन्नु पर्यो होइन। सो आफ्टर ह्याभिङ बेबी चाहिँ मैले करियर ब्रेक गरेँ। अनि मैले चाहिँ आफै नै आफ्नो होइन 2टा बच्चाले रेज गर्छु भनेर चाहिँ मैले कम्प्लिटली स्टे एट होम मम भएर नै बसेँ। अनि अब पछि बच्चा ठुलो भएपछि के गरौँला भन्ने चाहिँ थियो होइन। तर अगेन ब्याङ्क चाहिँ जोइन गर्नमा लागेन कि मलाई होइन। अब हुन त आफूले त्यही पढेको हो, त्यही करियर फोकस थियो, तर आफ्टर ह्याभिङ बेबी त्यो आफ्नो करियर नै त्यो सिफ्ट भयो कि। अनि सो मैले चाहिँ अब केही गर्न चाहिँ मन थियो, तर नट इन ब्याङ्क भन्ने भइरहेको छ। सो त्यही प्रोसेसमा चाहिँ मैले चाहिँ प्री स्कुल स्टार्ट गरेँ होइन। मेरो एकजना साथीले चाहिँ स्कुलको लागि अफर गर्यो। अब विच इज न्यू थिङ फर मी होइन, किनभने अब ब्याङ्किङ सेक्टर अर्कै सेक्टर थियो, यो एजुकेसन सेक्टर भयो होइन। अब तर पनि वाइ आई स्टार्टेड भन्दाखेरि चाहिँ अब अलिकति फ्लेक्सिबिलिटी होइन, अलिकति स्कुलहरूमा हलिडेजहरू हुन्छ, बिदा हुन्छ होइन, टाइमिङ अलिक टाइम फ्रेम कम हुन्छ भन्ने चाहिँ द्याट्स वाइ आई स्टार्टेड स्कुल होइन। अनि मैले यो स्कुल चलाइरहेको चाहिँ अब अलरेडी 11 years भइसक्यो होइन। अनि अब साइड बाई साइड चाहिँ अब मैले यो बिजनेस पनि स्टार्ट गरेँ। अनि यो बिजनेसमा चाहिँ अब अलमोस्ट आई एम गोइङ टु कम्प्लिट माई 3rd year इन दिस बिजनेस। एन्ड अहिले एज अ डिजिटल बिजनेस कोच फ्रम नेपाल पनि भएर चाहिँ म अब आइएम डुइङ द कोचिङ्स पनि। सो दिस इज सर्ट इन्ट्रोडक्सन है मेरो। ओके, थ्याङ्क यू सो 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 मच है। शोभा भनौँ है, बहिनी नै हो। हजुर तपाईँ आज हाम्रो उयसमा आइदिनु भयो, लाइक वी आर सो ह्याप्पी एन्ड प्राउड अफ यु अल्सो है। अनि क्वेसन एन्सरको सेसन सुरु गर्नुभन्दा चाहिँ आई वुड लाइक
you to explain a little bit about the ceremony you just went in Hong Kong. तपाईँ हङकङमा लास्ट मन्थ मात्रै जानुभयो होइन यस्तो celebration Award ceremony भनौँ न। अवार्ड सेरेमनी सेलिब्रेसनको लागि र हाम्रो हङकङको टिम्सहरूलाई पनि तपाईँले भेट्नुभयो होइन बबी एन्ड हर टिम्सहरू हो सो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ तपाईँको एक्सपिरियन्सेस अनि तपाईँको त्यहाँ के को लागि गएको यो सबै कुरा अलिकति छोटो अनि कङ्ग्रेचुलेट पनि गर्न चाहन्छौँ बहिनी कङ्ग्रेचुलेसन फर द्याट अचिभमेन्ट होइन हामीलाई छोटो मिठो हजुरले छोटो मिठो त नभनौँ मजाले अलिकति एक्सप्लेन गरिदिनुहोस् न तपाईँ चाहिँ त्यो अवार्ड फङ्सनमा होइन के को लागि के अवार्ड तर यही डिजिटल बिजनेसकै सिलसिलामा जानुभएको थियो होइन सो अलिकति एक्सप्लेन गरिदिनुहोस् न अब के को अवार्ड पाउनु भएको यो बिजनेसबाट तपाईँले के अचिभ गर्नुभएको अलिकति तपाईँको अचिभमेन्ट पनि भनिदिनुहोस् न ल स्योर दिदी त्यही त हजुर अब रिसेन्टली अस्ति मेबी 3 weeks मात्र भयो होइन हाम्रो त्यहाँ प्रोग्राममा गएको थियो होइन सो चाहिँ अब त्यहाँ चाहिँ हङकङमा चाहिँ एक त 20th एनिभर्सरी थियो हङकङमा होइन प्लस अब हङकङमा चाहिँ हामीले चाहिँ एउटा चाहिँ हामी एज अ 6 मार्चमा अचिभ गरेकोमा चाहिँ वी आर गेटिङ सर्टिफिकेट्स होइन सो त्यसको लागि चाहिँ हामी गएको भयो होइन म एन्ड माई मेन्टर होइन हामी 2जना गएको भयो अनि अब हाम्रो चाहिँ जुन सबैभन्दा प्राउड मोमेन्ट चाहिँ अब एज अ नेपाली होइन अब जस्तै हामी चाहिँ फर्स्टमा चाहिँ अब हाम्रो 6th चाहिँ हामीलाई बोलाइराख्नु भएको थियो होइन सो नेपालको झन्डा लिएर अरू कन्ट्रीहरूकोबाट चाहिँ झन्डा लिएर जानु भएको थिएन होइन पहिला बिफोर मी होइन तर अनि आई वाज द फर्स्ट पर्सन होइन फ्ल्याग लिएर जानु पाउँदाखेरि चाहिँ एकदमै खुसी लाग्यो प्राउड लाग्यो होइन सो अब जस्ट मैले अघि भने नि जस्ट 3 years पनि अब अहिले भर्खर कम्प्लिट गर्न लाग्दैछु होइन तर अब एउटा चाहिँ यो बिजनेसबाट चाहिँ त्यहाँसम्म गएँ होइन विच इज आई हेभ नेभर इमेजिन होइन कुनै अर्को कन्ट्रीमा गएर स्टेजमा गएर आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्छु भने त सोचेको थिएन नि त मैले होइन तर यो बिजनेसले चाहिँ पोसिबल गर्यो होइन सो त्यो स्टेजमा गएर त्यो झन्डा देखाउँदाखेरि पनि त्यो जुन प्राउड मोमेन्ट होइन त्यो अब हुन्छ नि स्टिल पनि अलाइभ जस्तो नै छ होइन अनि देन त्यहाँबाट जस्तो डाउन आउँदाखेरि पनि अब उहाँहरू जुन फर्स्ट रोमा जुन होइन हाम्रो चाहिँ अगाडि बस्नु भएको सो उहाँहरू सबैजना झन्डालाई हेरेर क्ल्याप गरिरहनु भएको थियो कि सो त्यो चाहिँ एकदमै नै होइन खुसीको मोमेन्ट थियो सो अब त्यही नै हो हामी चाहिँ एज अ होइन एउटा चाहिँ कन्ट्रीलाई रिप्रेजेन्ट गरेँ होइन अनि यस हाम्रो त्यहाँ हङकङमा पनि अलरेडी एकदम ठुलो राम्रो टिमहरू हुनुहुन्छ होइन एकदम खुसी लाग्यो उहाँहरूसँग भेट्दाखेरि होइन सो चाहिँ अब यो बिजनेस चाहिँ अब ग्लोबली ग्रो भइरहेछ होइन अब लास्ट टाइम पनि म जापान पनि गएर आएको हो होइन जापानमा पनि हामी गएको भएर चाहिँ एज अ नेपालको झन्डा भयो होइन कन्ट्रीलाई रिप्रेजेन्ट आउनेहरूको झन्डा थियो होइन त्यतिखेर चाहिँ अब हामी स्टेजमा जान सकेन जापानमा होइन तर यो टाइम चाहिँ स्टेजसम्म जान सक्यो होइन सो यो बिजनेसले चाहिँ जर्नीलाई यति अगाडि बढायो कि सो आइएम भेरी थ्याङ्कफुल टु दिस बिजनेस नै भन्छु मेरो चाहिँ सो एकदम खुसी लाग्छ होइन यो यहाँसम्म आइपुग्यो यो बिजनेसबाट र नेपालको झन्डा चाहिँ देखाउनु पाउँदाखेरि चाहिँ एकदम प्राउड मोमेन्ट भयो हामी जतिकै टाढै बसे पनि आफ्नो त्यो झन्डा देख्ने बित्तिकै है कस्तो खालको फिलिङ्स आउँछ नि अचम्म लाग्छ मलाई पनि We are so proud of you, Baini. We are very proud of you and congratulations once again. So I can imagine तपाईहरु अस्ति पबिहरु है जसरी त्यो झन्डा बोकेर स्टेजमा आउँदाखेरि हाम्रो नेपालको झन्डा बोक्दाखेरि हाम्रो बिजनेस पार्टनर्सहरु त्यहाँ हुँदाखेरि चाहिँ we feel so proud. I can feel that experience, the happiness and the proudness, how you felt त्यो मोमेन्टमा भने चाहिँ we can also feel that. So okay, अब योको साथसाथमा चाहिँ हाम्रो सेसन अगाडि बढाउँदै चाहिँ हैन फर्स्ट क्वेशन चाहिँ म मेरो ओके त फर्स्ट क्वेशन्स म तपाईलाई भन्नु गइरहेको छु सो मेरो फर्स्ट क्वेशन चाहिँ छ What happened? Okay. All right. अरे तल पो आयो ब्यानरमा आयो एकैछिन एकछिन अलिकति टेक्निकल प्रब्लम भयो है त्यही त तपाईले टिकर ब्यानरमा उयसबाट हेरेछ ओके just give us a little momentary okay yeah. All right अब भयो all right है त तपाईको क्वेशन चाहिँ छ from being a loving housewife to working in different fields, what inspired you to discover and step into the online digital business world? So, अब मेरो
चाहिँ लाइक मैले भने नि अघि पनि, जस्तै म त अब ब्याङ्किङ सेक्टरतिर होइन, ब्याङ्कतिर मेरो करियर थियो। सो आई चुज टु बी अ स्टे एट होम मम होइन। सो चाहिँ त्यसपछि चाहिँ अनि लाइक मैले हजुरलाई भने स्कुलहरू स्टार्ट गरेँ। अनि अलिअलि बच्चाहरू ठुलो भइसकेपछि चाहिँ अब स्कुलबाट म घर आइसकेपछि नि बच्चाहरू आफ्नो आफ्नो काम गर्दा हुने। अनि त्यो फ्री टाइममा चाहिँ अब सोसियल मिडिया स्क्रोल गरेर बित्थ्यो कि मेरो। अनि मलाई चाहिँ एकदम अनप्रोडक्टिभ लाग्यो। अनि आई वान्ट टु डु समथिङ भन्ने चाहिँ लाग्थ्यो कि मलाई होइन। अब यसरी चाहिँ सोसियल मिडिया स्क्रोल गर्न के प्रोडक्टिभ गर्न पाओस् भन्ने चाहिँ लाग्थ्यो, तर आई वाज नट फाइन्डिङ एनिथिङ के होइन। सो अब एक दिन चाहिँ लकिली अब सोसियल मिडिया स्क्रोल गरिराख्दाखेरि नि आई स माई मेन्टर्स भिडियो कि टिकटकमा चाहिँ देखेँ। अनि उहाँले चाहिँ अब हामी नेपालमै बसेर घरमै बसेर पनि वी क्यान अर्न इन डलर्स भन्नुभयो कि। अनि त्यसले चाहिँ मलाई एकदम अटेन्सन ग्राब गर्यो, के रहेछ त्यस्तो पनि हुन्छ र भने सुरुमा त विश्वासै लागेन होइन। त्यस्तो पनि हुन्छ। अनि मैले उहाँको पेजमा ओपन गरेर हेरेँ एन्ड आई स हर फ्यु पोस्ट के। अनि सी लुक सो कन्फिडेन्ट कि सेयरिङ अबाउट दिस बिजनेस होइन। अब सी इज अ लेक्चरर बाई प्रोफेसन होइन। अनि एउटा लेक्चरर जस्तो मान्छेले यति कन्फिडेन्टली सेयर गर्नु भएको छ, देयर मस्ट बी समथिङ भन्ने लाग्यो होइन। त्यसपछि मैले हाम्रो जुन वेबिनार हेर्छौँ नि हामी होइन, इमेल रजिस्टर गरेर मैले आफै नै रजिस्टर गरेँ होइन, आफै रजिस्टर गरेँ हेरेँ। अनि मैले जति पनि वेबिनार्सहरू हेर्थेँ, अनि वेबिनार्समा जति पनि मान्छेले स्टोरी सेयर गर्नुहुन्छ नि, मलाई चाहिँ एकदमै उहाँहरूको स्टोरी टच हुने कि ओहो यो बिजनेसले मान्छेको लाइफै चेन्ज गर्ने रहेछ होइन। सो कोही एकदम एक्स्ट्रा स्पेसल मान्छे होइन नि त, वी अल आर अर्डिनेरी पिपल। उहाँहरू सबै अर्डिनेरी पिपल, तर यो बिजनेसले उहाँहरूको लाइफै चेन्ज भयो भनिदिएपछि मलाई चाहिँ क्युरियोसिटी लाग्ने कि इज इट रियल भन्ने लाग्थ्यो कि होइन। अब उहाँहरूको रियलै लागिरहेको हुन्छ, तर साँच्चै यस्तो लाइफ पनि चेन्ज हुन्छ र जस्तो लाग्थ्यो कि एट द सेम टाइम पनि होइन। अनि एन्ड आई डिड रिसर्च क्रममा चाहिँ मैले के कुरा एउटालाई क्लिक गरेँ भने चाहिँ अब यो बिजनेस चाहिँ हामीले वी क्यान ट्रान्सफर टु आवर चिल्ड्रेन भन्यो। अनि त्यो भनिसकेपछि चाहिँ अनि मलाई अब हाम्रो भनौँ न सक्सेस इज नट ग्यारेन्टी नि त, काहीँ पनि हुँदैन होइन। जस्तै अब म ब्याङ्किङ सेक्टरको मान्छे होइन, अब बच्चा भएपछि मैले घरमा बस्न चुज गरेँ होइन। घरमा बस्दाखेरि चाहिँ मैले हस्बेन्डको बिजनेसको अकाउन्ट्सहरू हेर्थेँ कि, तर द्याट वाज नट फुलफिलिङ कि होइन। त्यो जस्तो अहिले म बसिरहेको त्यही अफिस नै हो कि, म जहाँ बसेर काम गर्थेन पहिला सोचेँ, तर त्यसले चाहिँ फुलफिल नलाग्दो रहेछ कि। अनि हस्बेन्ड वाइफमा पनि हिसाब किताब गरेर बसिराख्दाखेरि त चाहिँ झन् हुन्छ नि काइन्ड अफ होइन, बिजनेसको हिसाब किताब होइन। सो त्यही भएर चाहिँ मलाई चाहिँ के बरु एक्स्ट्रा गरौँ भन्ने थियो होइन। सो चाहिँ अब यो बिजनेसमा चाहिँ अब मैले चाहिँ अब यो हामीले चाहिँ बिजनेस चाहिँ एज अ लेगेसी बच्चाले होइन ट्रान्सफर गर्न सक्छ भन्ने पनि सुनेपछि चाहिँ सक्छ भने काहीँ ग्यारेन्टी हुँदैन। जस्तै अब एजुकेसन अकाउन्टिङ फिल्डबाट एजुकेसनल फिल्डमा जाँदाखेरि पनि त अब त्यो स्कुल चल्छ भने त ग्यारेन्टी थिएन नि त होइन। बट आई टुक एक्सन नि त होइन, ल ठिकै छ हामीले ट्राई गरेको हो नि त होइन, जिरोबाटै सुरु गरेको हो होइन। अनि अर्को कस्तो लाग्छ भने अब युजली हामीलाई चाहिँ कस्तो लाग्छ नि एभ्रिथिङ इज गोइङ फाइन, हामीलाई के पनि चाहिँदैन भन्ने जस्तो लाग्छ नि त होइन, विच इज भेरी रङ जस्तो लाग्छ कि। अनि मलाई चाहिँ कस्तो लाग्छ भने अब एभ्रिथिङ इज गोइङ फाइन होइन। जस्तै मेरो आफ्नै स्कुल छ होइन, हस्बेन्डको सबै राम्रो छ होइन। सो अब बिजनेस चाहिँ मलाई एक्स्ट्रा गर्नुपर्ने भन्ने त थिएन होइन। तर मलाई कस्तो पनि लाग्छ भने हाम्रो लाइफ भनेको होइन एकदम अनसर्टेन हुन्छ, अनप्रिडिक्टेबल हुन्छ नि त होइन। आज सबै कुरा राम्रो छ भन्दैमा चाहिँ भोलि के छ भने त वी हेभ नट सिन नि त होइन, हामीले पनि देखेको छौँ नि त होइन। तलबाट कति छिटो मान्छे माथि गयो, माथिबाट पनि हामीले देखेको छौँ नि त होइन। सो लाइफ भनेको अनप्रिडिक्टेबल हुन्छ होइन। सो आफूसँग चाहिँ के एउटा साइड बिजनेस साइड वर्क भइदियो भने चाहिँ हामी चाहिँ सेफ हुन्छौँ होइन, एउटा सेक्योर हुन्छ जस्तो लाग्छ कि मलाई होइन। सो आई हेभ स्कुल, हस्बेन्डको कुरा राम्रो छ, तर पनि आई वान्ट टु डु समथिङ होइन। सो यो बिजनेसमा पनि मैले रिसर्च गर्दाखेरि अब दिस बिजनेस इज ह्यान्डी होइन। अब इट डजन्ट म्याटर होइन म स्कुलमा छु चाहे घरमा छु होइन। अब यदि मलाई यो बिजनेसको ठाउँमा चाहिँ फलानु ठाउँमा गएर काम गर भनेको भए इट वोन्ट बी पोसिबल नि त होइन। किनभने आई हेभ टु टेक केयर अफ फ्यामिली, माई बेबी होइन, मेरो बच्चालाई हेर्नै पर्यो। जस्तो भने ठुलो भने सानो भने पनि अलिकति रेस्पोन्सिभ अलिक धेरै कम त हो नि होइन, त्यो रेस्पोन्सिभ अफकोर्स हुन्छ। प्लस स्कुल पनि हेर्नु पर्दा त्यो पोसिबल हुँदैन थियो होइन। तर यो बिजनेसमा के भयो भने दिस इज ह्यान्डी बिजनेस भयो कि होइन। आई क्यान टेक दिस बिजनेस एनीवेयर भनेपछि त मलाई कुनै टाइमको प्लेसको कन्सटेन्ट भएन नि त होइन। द्याट्स वाइ चाहिँ सो मैले चाहिँ आफ्नो फ्युचरको लागि होइन अब यो बिजनेस चाहिँ मैले ह्यान्डी लिएर पनि मैले बिजनेस रन पनि गर्न सक्ने होइन। अनि यदि मैले बिजनेस राम्रो गरेँ भने मेरो भोलि फ्युचरको लागि सेक्योर पनि हुने होइन। मेरो छोराछोरीलाई ट्रान्सफर पनि गर्न मिल्ने भएपछि वाइ नट टु ट्राई दिस होइन। एन्ड द वर्ल्ड इज चेन्जिङ डिजिटलाइज दि त होइन। अब हामी नेपालमा बस्दाखेरि पहिला कस्तो लाग्थ्यो भने फोन पेहरू गर्दाखेरि पनि फोन पेबाट पनि पैसा हुन्छ र मोबाइलबाट पनि पे गर्छ र भन्छ जस्तो लाग्थ्यो हामीलाई होइन। अब अहिले हामी एभ्रिथिङ होइन, चाहे फलफुल पसलमा पनि फोन पे छ कि यहाँ नेपालमा शुद्ध पनि होइन। सो वर्ल्ड नै डिजिटलाइज भइसक्यो भनिसकेपछि होइन। सो हामीले टाइमसँग चेन्ज हुनुपर्छ होइन। सो यो सबै कुराहरूलाई सोचेर चाहिँ आई स्टेप इन्टु दिस बिजनेस वर्ल्ड भन्छु म। Awesome, Baini. Thank you so much for your wonderful answer. I hope हाम्रो viewers ले चाहिँ एकदमै
आज चाहिँ राम्रो राम्रो टिप्सहरू नगेट्सहरू गोल्डन नगेट्सहरू लिएर जानुहुनेछ हजुर बहिनीकोबाट होइन किनभने यत्रो एक्सपिरियन्स तपाईँले गेन गरिसक्नु भएको छ होइन सो तपाईँकै अब एन्सरमा अलिकति रिलेट गर्दै म पनि 2 वर्ष अगाडि नेपाल गएको थिएँ क्या त्यति बेला पनि म छक्क परेँ क्या मतलब कति आफ्टर 4 इयर्स गएको होला होइन कति डेभलप भइसकेछ क्या अब जे पनि अनलाइनमा क्या समटाइम्स त मलाई कस्तो फिल भएको थियो भने म त युएस भन्दा अगाडि पुगेको जस्तो फिल भयो क्या त्यति त्यो डेभलपमेन्ट भइसकेको छ अब डिजिटल सेक्टरमा भनौँ न होइन सो आई वाज अमेज्ड क्या अनि अब यहाँ पनि त त्यही त हो नि हामी त हतपत घरबाट अब सपिङ गर्नु भनेपछि त हाम्रो लागि त काइन्ड अफ लग्जरी भइसक्यो क्या अब सपिङ मलमा गएर गर्नु भनेको त्यो टाइम पास एकदमै बढी फ्री टाइम भएको बेला मात्रै हामी जाने भइसक्यो क्या त्यहाँनिर नि अदरवाइज एभ्रिथिङ अन यर डोर स्टेप अब फोन हातमा फोन छ क्लिक गर एभ्रिथिङ कम्स टु यर डोर स्टेप होइन सो त्यस्तो डिजिटाइजेसन भइसकेको छ अब त्यसो भन्दै अब बहिनीले भन्नुभएको जस्तो लिगेसी होइन यो बिजनेस चाहिँ मैले पनि अनि मैले अब कुसुमले भनौँ न हामी दुवैजनाले चाहिँ हाम्रो भावी सन्तति भनौँ न हाम्रो छोराछोरी नाता नातिनी उनीहरूको लागि पनि सोचेर नै हामी पनि यो डिजिटल बिजनेसमा आएको है सो थ्याङ्क यू सो मच फर यर वन्डरफुल एन्सर होइन बहिनी अब चाहिँ हामी नेक्स्ट म अलिकति भन्न चाहन्छु कमेन्ट पनि पढ्नु छ है कमेन्ट 10 आइसकेको छ हाम्रो सो आज चाहिँ होइन तपाईँ यहाँ आउनुभयो नि अब वाट वी आर डुइङ इज टु लाइक हुन्छ नि लिभिङ प्रुफ हामी देखाउन चाहन्छु कि हाम्रो भ्युवर्स कस्टमर जो चाहिँ हुनुहुन्छ नि जो एकदम डेलीमामा हुनुहुन्छ होइन एकदमै आफैमा डाउट गरेर बसिरहेको हुन्छ होइन आज हामीहरू जस्तो हाउसवाइफहरू भएर ल डिफ्रेन्ट हाउसवाइफ मात्रै होइन नि हामी पनि त एउटा प्रोफेसनलले काम गरेको मान्छेहरू डिफ्रेन्ट फिल्डमा बट वाइ वी चुज डिजिटल बिजनेस भन्दाखेरि यही नै हो फ्रिडम अफ टाइम फाइनेन्सियल फ्रिडम होइन क्वालिटी टाइम विथ द फ्यामिली भने इट्स नट अ जोक इट्स अ सिरियस म्याटर अहिले आएर डिजिटलाइजेसनको जमानामा चाहिँ होइन यु हेभ टु चेन्ज यर लाइफ इन्टु ड्रिम लाइफ अनि चेन्जेस तपाईँहरूले चेन्जेसको लागि तपाईँको सोचिराख्नु भएको छ भने चाहिँ दिस इज अ गोल्डन प्लेटफर्म फर यु गाइज टु चेन्ज यर लाइफ के अनि त्यसको लागि तपाईँहरूले चाहिँ होइन सोचिराख्नु पर्दैन हौ एकदमै एउटा सानो एक्सन लिने मात्रै हो के जसरी हामीले पनि एउटा सानो एक्सन लिएर आज पुगेछ भने जसरी हाम्रो शोभा बहिनी एक्सन लिएर आज नेपालको फर्स्ट कोच हुनु पुगेको छ र त्यत्रो आफ्नो टिमलाई लिड गरेर अगाडि बढिरहेछ भने हामीले गर्नु सकेको छौँ यो सो यु क्यान अल्सो डु इट है यति भन्दै चाहिँ फेरि कमेन्टतिर पनि लागौँ है किनभने हामीलाई लाइभ हेरिराख्नु भएको छ है पढ्छौ सो हाम्रो फर्स्ट कमेन्ट छ पबी बन्तवराई अनि शोभाले पनि मजाले चिन्छ हाम्रो हङकङको टप लिडर्स होइन उहाँले भन्नुभएको छ हेलो एभ्री वान वाचिङ फ्रम हङकङ है अरे थ्याङ्क यू सो मच पबी सो अर्को हुनुहुन्छ दिपा राई फ्रम न्यू जर्सी हाम्रो वान अफ द टप लिडर पनि हो है हेलो दिदीहरू भनेको छ सो अगेन दिपाले भनेको छ वाचिङ फ्रम एनजे न्यू जर्सी न्यू जर्सी अब अर्को कमेन्ट हजुर पढ्नुहोस् हाम्रो सुनिता गौतम बहिनीले भन्नुभएको छ हेलो दिदीहरू नमस्ते होइन अनि वाचिङ लाइभ फ्रम सियाटल उहाँ चाहिँ सियाटलमा हुनुहुन्छ सी इज अल्सो डुइङ भेरी गुड थ्याङ्क यू सो मच होइन अब यहाँ हुनुहुन्छ मेरो मेन्टर भाइ सिमरिक तुलादर नमस्ते टु वन्डरफुल लेडिज अरे नमस्ते भाइ अनि हाम्रो मनोज भाइले पनि हेर्नुहुँदैछ उहाँ पनि उसको पनि मेन्टर हो मेरो पनि मेन्टर उसको चाहिँ मेसेज म पढ्छु है मेरो मेन्टर मनोज सर है उहाँले भन्नुभएको छ हेलो गुड मर्निङ एभ्री वान वाचिङ लाइभ फ्रम माई रेसिडेन्स टुडे अरे थ्याङ्क यू सो मच अनि हाम्रो नम्रता बहिनीले लेख्नु भएको छ हेलो नमस्ते ब्युटिफुल पिपल अरे उहाँ चाहिँ बोस्टनबाट है वाचिङ लाइभ फ्रम बोस्टन लेख्नु भएको छ बहिनी थ्याङ्क यू सो मच अब फेरि हाम्रो सिमरित भाइले लेख्नु भएको छ always great to see Manju Didi and Kusum Didi's live show. Today they have a special guest all the way from Nepal, Coach Sobaji. Thank you, Simri. अहिलेको लास्ट कमेन्ट चाहिँ हाम्रो सुनिता बहिनीबाट छ अहिलेसम्मको Good to see our coach Sobasis in this frame and thank you for sharing your story. Thank you, Sunita, for supporting us. Okay. अब कमेन्ट पढ्दा पढ्दै अब नेक्स्ट हाम्रो सेकेन्ड राउन्ड क्वेसनमा जाउँ बहिनीलाई होइन सेकेन्ड राउन्ड क्वेसन गर्नुहुन्छ
आँखाले अलिकति प्रब्लम दिन्छ बुढेसकाललाई सानो अक्षर अलिकति देखिन है वाट स्ट्राटेजिज बहिनी अब तपाईँलाई चाहिँ होइन वाट स्ट्राटेजिज डिड यु युज टु ह्यान्डल च्यालेन्जेस एन्ड अट्र्याक्ट पिपल इन्टु दिस बिजनेस वाइल लिभिङ इन नेपाल नेपालबाट त धेरै नै अब अलिकति च्यालेन्जेसहरू बढी नै छ होइन सो तपाईँले त्यो च्यालेन्जेसहरू चाहिँ कसरी चाहिँ ह्यान्डल गर्नुभयो होला है बहिनीले हजुर अफकोर्स होइन नेपालबाट चाहिँ यो बिजनेस च्यालेन्जिङ नै छ होइन अब किनभने इट्स अ न्यू कन्सेप्ट अनि मान्छेले अनलाइन डिजिटल भनिसकेपछि चाहिँ अलिकति अब त्यो क्वेसन नै गर्ने कि डाउट नै गर्ने होइन अब स्क्याम कि अनलाइन भनेपछि स्क्याम हुन्छ भन्ने किसिमको कन्सेप्ट छ कि मान्छेहरूलाई होइन सो दे आर नट अवेर कि अब यो प्लेटफर्मको बारेमा अवेर छैन होइन सो चाहिँ यस अनि अब पिपलले डाउट गर्ने होइन अब स्क्याम भन्ने सो यस एकदमै धेरै च्यालेन्जेस छ होइन तर चाहिँ अब स्ट्राटेजिज भन्दा पनि अब त्यही नै हो कि किनभने मलाई चाहिँ कस्तो लाग्छ भने म भित्र सिस्टममा छु नि त आई नो होइन यो सिस्टमले कतिको मान्छेको लाइफ चेन्ज गरिरहेछ होइन एकदम अर्डिनरी मान्छेको पनि देखिरहेको छौँ नि त हामीले होइन एक्सपिरियन्स पनि चाहेन क्वालिफाइड पनि चाहेन होइन सो वाइ चाहिँ यहाँ मान्छेहरू सक्सेस हुनुभएको छ भने बिकज दे बिलिभ इन द सिस्टम एन्ड दे वर्क नि त होइन अब मलाई कस्तो लाग्छ भने अब हामी नेपाल होइन अब एउटा डेभलपिङ कन्ट्रीमा होइन अब हामी वुमेन्सहरू स्पेसली होइन कति धेरै सिनेरियोले गर्दाखेरि एजुकेटेड भएर पनि होइन अब कुनै राम्रो प्रोफेसनमा भए पनि तर पनि मान्छेहरूले चाहिँ अब आफ्नो लागि के गर्न सकिरहेको हुँदैन नि त होइन अब यो बिजनेसको अपर्च्युनिटी चाहिँ कस्तो छ भने हामीले घरमै बसेर पनि आफ्नो फ्यामिलीलाई होइन आफ्नो बच्चालाई टेक केयर गरेर पनि गर्न सक्ने भइसकेपछि चाहिँ अब यस होइन अब मान्छेहरूले डाउट गरिरहेको हुन्छ क्वेसन्स गरिरहेको हुन्छ होइन तर सर्टेन मान्छेहरूको चाहिँ विचारले होइन हामीले चाहिँ वाइ सुड आई स्टप भन्ने जस्तो लाग्थ्यो कि अफकोर्स कहिले केही च्यालेन्जेस लाग्थ्यो गाह्रो लाग्थ्यो होइन तर पनि दे डोन्ट नो नि त होइन बिकज आइएम इन द सिस्टम आई नो होइन यसले कसरी मान्छेको लाइफ चेन्ज गरिसकेछ भनेपछि फ्यु मान्छेको सोचले विचारले आई डिन्ट स्टप होइन सो मलाई चाहिँ कस्तो लाग्थ्यो भने चाहिँ अब मैले सिस्टमलाई बिलिभ गरेर मैले चाहिँ बिजनेसको ट्रु भ्यालुलाई चाहिँ मैले सेयर गरेँ कि होइन सो आई डिन्ट रस द प्रोसेस के है मैले प्रोसेसलाई रस गरेन आई ट्रस्ट द प्रोसेस के होइन एन्ड आइएम कन्सिस्टेन्ट होइन सेयरिङ द भ्यालु अफ दिस बिजनेस सो मैले के गर्छु भने मैले मेरो पेजको थ्रुबाट आई एम जस्ट मेकिङ पिपल अवेर यस्तो बिजनेस पनि छ है भनेर होइन सो अनि मान्छेले अनि मैले त्यो सेयर गर्दाखेरि चाहिँ हाउ आई सेयर भन्दाखेरि आई सेयर माई रियल जर्नी होइन अब कति मान्छेलाई लाग्छ भने चाहिँ अब यो त सोसियल मिडिया चलाउनु पनि बिजनेस रहेछ आइम नट अ सोसियल मिडिया फ्रेन्डली पर्सन भन्ने हुन्छ होइन अब कतिले म इन्ट्रोभर्ट मान्छे भन्ने हुन्छ एन्ड फेरि त्यो सबै कुरा ममै छ कि फेरि आइएम एन इन्ट्रोभर्ट पर्सन आइएम सोसियल मिडिया साइ पर्सन होइन सो अब अनेस्टली भन्नुपर्दाखेरि जब मैले बिजनेस एक्सप्लोर गर्दाखेरि होइन मैले मेरो कोसँग कुरा गर्दाखेरि चाहिँ यो बिजनेस मेरो लागि होइन भन्थेँ कि होइन किनभने चाहिँ अब किनभने आइएम नट सोसियल मिडिया पर्सन होइन अब मलाई चाहिँ म सोसियल मिडिया चलाउँदिनँ भनेपछि हाउ क्यान आई डु दिस बिजनेस भन्ने जस्तो लाग्थ्यो कि मलाई होइन तर कति कुराहरू जस्तै अब बिजनेस तर मलाई चाहिँ कसैले बिजनेसमा चाहिँ बिलिफ लाग्यो कि होइन मैले चाहिँ यो बिजनेसले चाहिँ मान्छेको लाइफ चेन्ज गरेर देखेपछि चाहिँ दिस कुड बी लाइफ चेन्जिङ अपर्च्युनिटी इन केस अफ नेपाल पनि होइन हामीलाई त झन् चाहिरहेछ नि त होइन किनभने जस्तै मैले नि हाम्रो करियरलाई ब्रेक गरेर चाहिँ मैले घरको लागि टाइम दिएँ त त्यतिखेर बिजनेस भएको भए त होइन मैले अझ कति इन्जोय गर्थेँ होला नि त त्यतिखेर त थिएन यो बिजनेस होइन अब थियो अब न मेबी भएर थाहा भएन होइन त्यतिखेर त थिएन होइन अब ठुलो नै भइसक्यो होइन सो चाहिँ अब त्यतिखेर अब आफूलाई थाहा पनि भएन यस्तो अपर्च्युनिटी त मान्छेको लाइफै हामी घरमै शोभाको उता इन्टरनेट प्रब्लम्स अलराइट सो यो चाहिँ नेपालको अलिकति यहाँनिर इन्टरनेटको टेक्निकल प्रब्लम आयो भयो सायद मेरो साइडबाटै हो क्या अरे है म त के भयो गर्दैछु अनि सो त्यही भएर चाहिँ सो मैले चाहिँ अब मेरो स्ट्राटेजिज भन्दा पनि होइन मैले चाहिँ त्यही हो मैले चाहिँ ट्रु भ्यालु ट्रु इन्टेन्सनले नै सेयर गरेँ होइन आई डेन्ट फेक होइन मैले चाहिँ रियलले चाहिँ आफ्नो जे छ त्यही नै सेयर गरेँ आई सेयर होइन म पनि एकदम कन्फिडेन्स भएर होइन म चाहिँ बिजनेस गर्छु ओहो वा भन्ने एक्साइटेड भएर गरेको पनि होइन होइन आई स्टार्टेड विथ फियर विथ डाउट होइन अब दिस बिजनेस इज नट फर मी भन्दा भन्दै पनि आई स्टार्टेड होइन सो चाहिँ मैले जर्नीलाई रस गरेन कि होइन आई ट्रस्ट द प्रोसेस होइन यति धेरै मान्छेलाई सिस्टमले काम गरिरहेको छ इट विल वर्क फर अस अल्सो होइन सो अब मैले के गर्नु पर्यो भन्दा मेरो साइडबाट मैले आई निड टु बिलिभ आई निड टु वर्क होइन सो त्यसरी नै गरेँ होइन सो बाई द टाइम होइन सो अब किनभने मैले एकचोटि पो फेक गर्न सक्नुलाई दुईचोटि पो फेक गर्न सक्छु नि त होइन तर म एभ्री डे आएर म अगाडि फ्रन्टमा आएर त फेक गर्न सक्दिनँ होइन अब
तर म चाहिँ फेरि लाइभमा गएर चाहिँ बोलेको चाहिँ छैन फेरि होइन, मेरो पेजमा अहिलेसम्म लाइभ गरेर बोलेको पनि छैन होइन। मान्छेलाई लाइभमा गएर बोल्नु पर्ने रहेछ भन्ने पनि हुन्छ होइन। सो म स्टिल पनि म लाइभमा गएको पनि छैन होइन। सो म चाहिँ पोस्टकै थ्रुबाट होइन, कुनै भिडियोजहरूको थ्रुबाट चाहिँ मैले सेयर गरिरहेको छु होइन। सो त्यही नै हो, यस च्यालेन्जेस त छ होइन। तर हामीले चाहिँ होइन, जब हामी सिस्टमलाई बिलिभ गर्छौँ होइन, अनि प्रोसेसलाई रस नगरिकन ट्रस्ट गरेर गऱ्यौँ भने चाहिँ इट इज अचिभेबल एभ्री प्लेस। अहिले नेपालमा जुन किसिमको ग्रोथ भइरहेछ नि, त्यो त इमेजिन पनि गरेको थिएन नि त होइन। तर इट्स पोसिबल होइन। सो त्यही भएर चाहिँ अब मैले चाहिँ त्यही नै हो मेरो, अब आई एजुकेट पिपल होइन। सो म चाहिँ उहाँहरूलाई चाहिँ एजुकेट गर्छु, यो बिजनेसको ट्रु भ्यालुहरू देखाउँछु होइन। आइएम कन्सिस्टेन्ट होइन, सोइङ अफ अब दिस बिजनेस। अनि मैले कहिले पनि रस गरेन कि होइन। सो एकदम पेसेन्सली आफ्नो कुरालाई अगाडि बढ्दै गएपछि अनि जब मान्छेहरूले त्यो कन्सिस्टेन्सी देखेपछि चाहिँ मान्छेहरूले चाहिँ दे स्टार्टेड बिलिभिङ रहेछ कि होइन। सो चाहिँ मेन कुरा भनेको चाहिँ हामीले चाहिँ एडुकेट नै गर्नुपर्छ भन्ने चाहिँ लाग्छ कि मलाई। वाह, थ्याङ्क यू सो मच फर थ्याङ्क यू बहिनी, थ्याङ्क यू सो मच है। त्यही हो है। म फेरि पनि भन्न चाहन्छु, जस्तो कि जो साई पर्सन छ, जसले चाहिँ के भन्छ सोसियल मिडिया चलाउँदैन, चलाए पनि उनीहरू आउनु होइन, अब इन्ट्रोभर्ट फेस गर्नु चाहँदैन, लाइभ आउनु चाहँदैन, त्यस्तो मान्छेले पनि बिजनेस गर्नु सक्छ भनेर चाहिँ आज लाइभ लिभिङ प्रुफ यहाँ हाम्रो शोभा श्रेष्ठ बहिनी पनि छ है। सो त्यही भएर तपाईँहरूले चाहिँ यो बिजनेसमा आएर यो बिजनेसलाई रन गर्नुलाई चाहिँ तपाईँहरू लाइभमै आउनुपर्छ, तपाईँहरूले आफ्नो अनुहार देखाउनै पर्छ भन्ने छैन। तपाईँहरूले चाहिँ यु सुड बिलिभ यर सेल्फ एन्ड शोभाले भनेको जस्तो ट्रस्ट द प्रोसेस, ट्रस्ट द सिस्टम है, एन्ड एभ्रिथिङ इज गोना वर्क आउट। थ्याङ्क यू सो मच शोभा फर यर नाइस आन्सर। एन्ड अनि दिदी तपाईँ के भन्नुहुन्छ? अब नेपालबाट च्यालेन्जेस भन्दाखेरि अहिले झट्ट इक्जाम्पल पनि दिइहाल्यो, बहिनीको नेटवर्कले अलिकति काम गरेन होइन। यस्तो यस्तो च्यालेन्जहरू पनि छ, किनभने अब यहाँ भन्दा पनि अब त्यहाँ त धेरै यो यस्तो अब डिजिटल उसमा त एरामा है नेटवर्कको प्रब्लमहरू कति छ मैले पनि फिल गरेको छु होइन। अब त्यहीँबाट आएको होइन, त्यही भएर त्यति बेलाको हो यस्तो यस्तो च्यालेन्जेसहरू पनि धेरै छ है। र पनि अब शोभा बहिनीले यति राम्रो गरिराख्नु भएको छ होइन। इट्स एन अमेजिङ क्या यो प्लेटफर्म चाहिँ। अब शोभा बहिनी जस्तो इन्ट्रोभर्ट पर्सनले पनि गरिराख्नु भएको छ होइन, एन्ड सी इज सो सक्सेसफुल क्या। सो ह्याट्स अफ टु यु बहिनी है। अब नेक्स्ट क्वेसनमा जाउँ होला होइन। म चाहिँ बहिनीलाई के सोध्नु चाहन्छु भने नि, वी आर अल डुइङ सेम बिजनेस होइन, डिजिटल बिजनेस है। यो हामी सबैले यो गरिरहेको छौँ। कतिजनाले अहिले त मोर लाइक अप्रोक्सिमेटली 300,000 नै पुगिसक्यो यो डिजिटल बिजनेसमा होइन हाम्रो। बट वाट आर यु डुइङ डिफरेन्टली फ्रम द रेस्ट अफ अस होइन? सेयर वान सलिड स्ट्राटेजी द्याट सेट्स यु अपार्ट। अघि पनि अलिकति त भनिहाल्नु भयो होइन, अलिकति सिमिलर मलाई चाहिँ कस्तो लाग्छ भने अब मैले स्पेसली त्यस्तो अब डिफ्रेन्ट त अब आई डोन्ट नो होइन, मैले कस्तो डिफेन्ड गरिरहेको छु छैन भनेर चाहिँ। सो मलाई चाहिँ कस्तो लाग्छ भने कुनै पनि बिजनेस होइन, नट ओन्ली दिस बिजनेस होइन, कुनै पनि बिजनेस बिल्ड गर्नलाई सबैभन्दा ठुलो कुरा चाहिँ ट्रस्ट हुन्छ कि होइन। सो चाहिँ जब हामीले ट्रस्ट बिल्ड गरिसकेपछि अनि बल्ल बिजनेस बिल्ड हुने हो कि। हजुर, त्यही भएर चाहिँ अनि म चाहिँ कस्तो भने जतिजना अब जस्तै मैले त सोसियल मिडियामै सेयर गरेको हो बिजनेस होइन। सोसियल मिडिया सेयर गर्दै कति जो मान्छे हामी कनेक्टेड हुनुहुन्छ नि, उहाँहरू मसँग कनेक्ट हुनुहुन्छ होइन। सो उहाँहरूसँग चाहिँ म पहिला चाहिँ ट्रस्ट बिल्ड गर्न ट्राई गर्छु कि होइन। सो इन्स्टेड अफ जस्ट सेयरिङ होइन, मैले जस्ट सेयर गर्नमा चाहिँ फोकस गर्दैन कि आई जस्ट लिसन टु देम कि वाट दे आर लुकिङ फर है। सो उहाँहरूले के चाहिँ खोजिरहनु भएको छ त होइन। सो मैले चाहिँ यो बिजनेस यो यसरी गर्ने यसो गर्ने भनेपछि त उहाँहरूलाई त्यो ओभरवेल्मिङ हुन्छ नि त होइन। सो इन्स्टेड चाहिँ म चाहिँ पहिला उहाँहरूले चाहिँ के खोजिरहनु भएको रहेछ त होइन, वाट दे, किनभने हामी लाइफको डिफ्रेन्ट फेजेसमा हुन्छौँ होइन। कसैले पर्सनल ग्रोथ चाहिरहेको हुन्छ, कसैले प्रोफेसनल चाहिरहेको हुन्छ, कसैले सोसियल कनेक्सन चाहिरहेको हुन्छ, कसैले मेन्टल स्टेबिलिटी चाहिरहेको हुन्छ होइन। सो देयर आर सो मेनी थिङ्स नि त होइन। सो सबैलाई एउटै कुरामा अर्निङमा मात्रै फोकस गरेर पनि हुँदैन होइन, लर्निङमा पनि हुँदैन। देयर आर सो मेनी थिङ्स होइन, वी सुड फोकस अन। सो मैले सुन्दै नसुकिकन एउटै कुरामा लर्न गर्ने अर्न गर्ने मात्र भन्यो भने दे कान्ट रिलेट नि त होइन, वी कान्ट बिल्ड द ट्रस्ट नि त होइन। सो सबैभन्दा ठुलो कुरा चाहिँ कनेक्सन बिल्ड गर्न सक्नुपर्छ जस्तो लाग्छ कि मलाई होइन। जब कनेक्सन बिल्ड भइसकेपछि, ट्रस्ट बिल्ड भइसकेपछि बिजनेस आफै बिल्ड हुन्छ कि होइन। सो जतिजना पनि मसँग कनेक्टेड हुनुहुन्छ थ्रु दिस बिजनेस होइन, दे आर मोर लाइक फ्यामिली टु मी कि होइन। जस्तै अब म चाहिँ काठमाडौँको गल्नकीमा छु, एउटा सेन्टर पोइन्टमै छु होइन। अब इफ दे कम टु काठमाडौँ दे सिधा कम टु मी कि होइन। सो चाहिँ अब हामीले यो बिजनेसमा चाहिँ पैसा मात्रै कमाउँदैनौँ कि मान्छे नै कमाउँछौँ होइन। सो चाहिँ
मलाई चाहिँ कस्तो लाग्छ भने सबैभन्दा पहिला चाहिँ ट्रस्ट बिल्ड गर्न इम्पोर्टेन्ट छ होइन। जब ट्रस्ट बिल्ड भइसकेपछि चाहिँ वी क्यान बिल्ड द बिजनेस होइन। सो अब हाम्रो सिस्टम छ होइन, अब सिस्टमले त नम्बर पो ल्याउँछ नि त होइन, तर अब त्यो बिजनेस ग्रो गर्नलाई के चाहियो त, वी निड द पिपल नि त होइन। त्यो पिपललाई चाहिँ हामीले ट्रस्टले बिल्ड गर्न सक्छ जस्तो लाग्छ होइन। अनि त्यही भएर चाहिँ म त्यही नै भन्छु कि वाट वी निड टु डु भन्दा चाहिँ वी निड टु बिल्ड द ट्रस्ट होइन। जब हामीले चाहिँ ट्रस्ट बिल्ड गरेर बिजनेस गऱ्यो भने त्यो हामी लङ टर्ममा जान्छौँ कि होइन। जब हामी नम्बरमा फोकस गरेर बिजनेस गऱ्यो भने नम्बर मोर हुन सक्ला होइन, तर त्यो लङ टर्म हुन नसक्ला कि होइन। जब क्ल्यारिटी पर्पोज होइन एउटा चाहिँ ग्रोथसँग चाहिँ कनेक्ट भएर बिजनेस गर्न सक्यो भने वी विल गो लङ टर्म होइन। बरु थोरै भयो डजन्ट म्याटर होइन, तर लङ लास्टिङ भयो नि त होइन। द्याट्स वाट म्याटर जस्तो लाग्छ कि मलाई। अनि सो माई अलवेज फोकस अन इन माई टिम होइन। अनि उहाँहरूसँग जुन बन्ड जुन क्रिएट भइरहेछ दे आर मोर लाइक माई फ्यामिली होइन। सो जस्ट हामी बिजनेस गरिरहेको छैनौँ कि वी आर क्रिएटिङ फ्यामिलीज हियर, फ्रेन्ड हियर होइन। सो जसलाई चाहिँ इभन वी क्यान सेयर कति कुरा हामीले घरकोलाई भन्न नसकिरहेको हुन्छ होइन। मैले भने डिफ्रेन्ट स्टेज अफ लाइफमा भएर कसैलाई मेन्टल स्टेबली चाहिरहेको हुन्छ, सो कसैलाई यसो भन्ने साथी चाहिरहेको हुन्छ। सो यो बिजनेस इज अल प्याकेज कि लर्न गर्न पायो होइन। अब आफ्नो टाइमले कसरी बिताउने त, सोसियल मिडिया स्क्रोल गरेर बिताउने कि आफूमा ग्रोथ गर्ने होइन। कति कुरा जस्तै मैले यहाँ सिकेको कुरा चाहिँ मैले मेरो स्कुलमा इम्प्लिमेन्ट गरेँ होइन। सो मलाई प्रोफेसनल पनि भयो, कनेक्सन बिल्ड भयो होइन। अब एक दिन चाहिँ अब लकिली होइन मैले चाहिँ अब मैले त उहाँलाई चिनेको पनि थिएन होइन। एकजना बहिनीलाई चाहिँ अब हस्पिटलमा जाँदाखेरि चाहिँ मेरो ज्वाइँ होइन, मेरो ज्वाइँ चाहिँ हस्पिटलाइज हुनुहुन्थ्यो। म त्यहाँ जाँदाखेरि उहाँको त्यो नर्सले चाहिँ मलाई चिन्नुभयो कि यु आर माई कोच दिदी भन्नुभयो कि होइन। अनि त्यसपछि अनि यु डोन्ट वरी आई विल टेक केयर भनेर 1 विक मेरो ज्वाइँ बस एन्ड सी टुक एभ्रिथिङ के होइन। सो पनि कमाइरहेछौँ नि त होइन। अब ज्वाइँको लागि पनि म त उहाँको म्यामको बिजनेस हेरिरहेको छु, आइएम गोइङ टु जोइन होइन। उहाँले कि म यो नर्सिङ जब गर्दा गर्दा एकदम स्ट्रेस आउट भइसकेको छु, सो आइएम लुकिङ फर समथिङ एन्ड द्याट्स वाइ आइएम डुइङ देयर भनेर पनि सेयर गर्नुभएछ कि उहाँले होइन। सो मान्छे पनि कमाउँछौँ होइन। सो अनि हामी एकअर्कासँग सेयर गर्न पाउँछौँ होइन। जस्तै मन्जु दिदी अब हाम्रो कुसुम दिदीले त भर्खर कुरा गर्नु थाल्यो, होपफुली अब हामी धेरै कुरा गर्छौँ होला होइन। मन्जु दिदीसँग गर्छ मलाई होइन, दो वी डोन्ट नो होइन। सो त्यही भएर चाहिँ ट्रस्ट र यो कनेक्सन बिल्ड गरेपछि बिजनेस चाहिँ मजाले बिल्ड हुन्छ जस्तो लाग्छ कि होइन। सो सबै त्यही त अब नेपालमै हामी अब काठमाडौँबाट होइन, तपाईँ पनि काठमाडौँबाट, कुसुम पनि काठमाडौँबाट, म पनि काठमाडौँबाट, हामी तीनैजना काठमाडौँमा हुँदाखेरि पनि कहिले भेट भएन होइन भन्नुहोस् न। यति टाढो आएपछि 7 समुद्र पार आएपछि फेरि ब्याक टु अब तपाईँकोमा गएर होइन। अब कुसुम बहिनी र म त झन् के अरे एउटै प्रिमाइसिसमा पनि काम गरेको है। हायत होटलमा हुँदाखेरि म यता होटलपट्टि, उहाँ बहिनी उता कसिनोपट्टि हुनुहुन्थ्यो, तर वी नेभर मेट क्या। अब यहाँ आएर चाहिँ बल्ल थाहा भयो, कुरा हुँदै जाँदा भेट भयो। अब पहिला अब नेपालमा काठमाडौँमा कहाँ काम गर्थ्यो त्यो हुँदै जाँदाखेरि त वी वर इन द सेम प्रिमाइसिस फर 4 years बट वी नेभर मेट क्या। कस्तो अचम्म होइन। यहाँ पनि वी वर इन द सेम प्लेस इन न्युयोर्क, वी नेभर मेट, तर यो बिजनेसले चाहिँ एउटा कनेक्सन बनाइदियो। यस्तो स्ट्रङ हाम्रो बन्डिङ भएको छ अहिले होइन। सो म सरप्राइज भयो नि त, तपाईँहरू सँगै हुनुहुन्छ दिदी भनेर सोधेको थिएँ। 4 वर्ष भइसक्यो नि त म पनि आएको होइन। बहिनी त अझ न्युयोर्कमा बस्नु भएको 11 वर्ष भन्ने, म पनि त 4 वर्ष भइसकेको थिएँ। फेरि यही एरियामा क्या, हामी नि एउटै एरियामा छ होइन, लाइक 2 miles 3 miles को रेडियसमा छ है। बट स्टिल वी नेभर मेट क्या। तर यही बिजनेसले यसरी भेटाइदियो है। सो इट्स अल रिटन पनि भन्छु होइन। अनि एकदमै अब यो बिजनेसलाई चाहिँ म यति ग्रेटिट्युड व्यक्त गर्छु कि हामीले यस्तो यस्तो फ्यामिली कम्युनिटी भेटिरहेछ जहाँ चाहिँ हाम्रो ह्याप्पिनेस एन्ड सरोज एभ्रिथिङ वी क्यान सेयर क्या इच अदर है। थ्याङ्क यू सो मच बहिनी। अब कुसुम बहिनीको केही छ कि? त्यही हो, अब बिफोर मुभिङ टु द 4 क्वेसन होइन, वी विल जस्ट लाइक टु रिड द कमेन्ट्स फर्स्ट। मैले भन्नुपर्ने कुराहरू जति सबै दिजुले भनिसक्यो, आई जस्ट डोन्ट वान्ट टु रिपिट इट होइन। सेम हो, हामी दुईजनाको बन्डिङ एन्ड थट्स एन्ड सबै कुरो एउटै निस्किन्छ क्या प्रायः जस्तो। ओके, मनोज भाइले लेख्नु भएको छ। ओके, सो मेरो मेन्टर मनोज सरले फेरि भन्नुभएको छ, थ्याङ्क यू फर ब्रिङिङ ग्रेट पर्सनालिटी टु यर सो कुसुम दिदी एन्ड मन्जु दिदी, यु बोथ आर रकिङ अरे, थ्याङ्क यू सो मच। अनि अब फेरि पनि उहाँले नै लेख्नु भएको छ, ह्युज कङ्ग्रेचुलेसन टु कोच सुषमा अन रिप्रेजेन्टिङ शोभा। सरी एसपर हुने बित्तिकै हामी म मात्रै धेरै जस्तो कन्फ्युज हुन्छ है। सो म फेरि पढ्छु। ह्युज कङ्ग्रेचुलेसन टु शोभा, कोच शोभा अन रिप्रेजेन्टिङ नेपाल ड्युरिङ आवर हङकङ बिजनेस कन्भेन्सन अरे।
Thank you so much Thank and congratulations once again. Simrik bhai. You go ahead. Simrik bhaiले लेख्नुहुन्छ huge congratulations to Coach Sobaji for your recent achievements in Hong Kong convention अरे है. Thank Thank you. you so much. अनि उहाँ सिमरिक भाइले फेरि लेख्नुहुन्छ great answers Coach Sobaji. Trust, clarity and team family are great words to learn. अब फेरि हाम्रो मनोज भाइले thank you है मनोज भाइ. So, मेरो mentor लेख्नु भएको छ, oh wow, what a beautiful way of presenting this business, Sobaji. The trust and the connection we built are truly inspiring, and success naturally follow you in the background. This is such a valuable takeaway for all of us. Thank you so much for sharing. Thank you so much. अनि नेक्स्ट लेख्नु भएको छ हाम्रो सुनिता बहिनीले, building trust is key to success and thank you coach for your amazing work अरे. Thank you, Thank you सुस्मिता. अब सुनिता नाम यसले गर्दाखेरि हामी सब कन्फ्युज भएको छ. ल इन्द्र भाइले पनि लेख्नु भएको छ. ल हाम्रो इन्द्र गलेजी उहाँले लेख्नु भएको छ, हाई कुसुम गुरुङ, आइ एम वाचिङ लाइभ फ्रम क्यालिफोर्निया एन्ड थ्याङ्क्स फर शेयरिङ अमेजिङ लाइभ एन्ड ह्युज कङ्ग्रेचुलेसन टु कोच सोभा. Thank you. Thanks for your valuable time, Soba. Thanks for organizing this amazing live Kusum. Thank you so much, Indra. अनि अब आज हाम्रो लास्ट आज त नभनौँ अहिलेको लास्ट कमेन्ट चाहिँ छ हाम्रो another हाम्रो amazing business partner Karma and Nima. Good morning to all watching live from my work and my आज काममा रहेछ है निमा त अगु होला जस्तो लागेको छ. ए होला. Whoever Agu and Nima, so thank you so much for उहाँहरू चाहिँ सबैले उहाँहरू चाहिँ हाम्रै नेबरहुडमा हामी नै एकदम क्लोज छ क्या. उहाँहरू चाहिँ कपलले नै रन गर्नुहुन्छ कर्मा एन्ड निमा भनेर. कर्मा चाहिँ हस्बेन्ड अनि निमा चाहिँ वाइफ हो होइन. अनि हामी क्लोज पेरिफेरीमै छौँ. हाम्रो थर्डमा अकाउन्टेबिलिटी पार्टनर पनि हुनुहुन्छ. थर्ड अकाउन्टेबिलिटी पार्टनर. ओके मुभिङ अन टु मेरो मैले के तिम्रो यो हामीले भयो होइन फोर्थमा यो मेरो हो. सो ओके मेरो राम्रो क्वेसन पनि એવું भएछ. सो कुरा गर्दा गर्दा सो तपाईलाई क्वेसन नम्बर 4 चाहिँ यसरी छ, डिड यु फिल गिभिङ अप एट सम पोइन्ट इन दिस बिजनेस? इफ यस देन हाउ डिड यु ओभरकम इट? लाग सबैलाई हुन्छ यो तपाईलाई होइन, हामीलाई पनि भएको थियो बहिनी. त्यही भएर हाम्रो के अरे फिलिङ्स चाहिँ तपाईँलाई राख्दैछु. किनभने हामी चाहिँ अब भर्खर तपाईँहरूभन्दा अब दो उमेरमा सिनियर भए पनि यो बिजनेसमा हामी तपाईँभन्दा जुनियरै छौँ है. हामीलाई यो फिलिङ्स भएको थियो कि त्यही भएर हामी दुईजनाको फिलिङ्स चाहिँ तपाईँलाई सेयर गर्नु चाहेको. अनि तपाईँकोबाट चाहिँ नगेट्स अब तपाईँले चाहिँ के सजेसन दिनुहुन्छ? जस्तै हामीलाई भयो अब न्यू बिजहरूलाई चाहिँ के सजेसन दिनुहुन्छ त यो विषयमा? अब गिभिङ अप ल जस्तै अब सुरुमा त खास भने जस्तै मैले बिजनेस देख्दाखेरि होइन, अब सुरु गर्ने बेलादेखि नै भनौँ न होइन, जस्तै मलाई बिजनेस देखिरहेछ, मलाई एउटा केही गर्नु थियो होइन. तर चाहिँ अब म अगाडि पनि बढिसकेको थिएँ. लाइक मैले अघि भने आइएम नट अ सोसियल मिडिया पर्सन भनेर त्यतिखेर नि गिभिङ अप थियो मलाई होइन. फर्स्ट त त्यहीँबाटै सेयर गर्छ होइन, किन कतिजना हुनुहुन्छ नि त यो फेजमा. द्याट्स वाइ म यहीँबाट सुरु गर्छु कि होइन. अब तर पनि मैले आई डिड माई रिसर्च होइन. सो रिसर्च गर्दाखेरि चाहिँ मैले चाहिँ लाइक अब भने सक्सेस नट ग्यारेन्टेड भनेपछि आई विल ट्राई भनेर मैले गरेँ होइन. सो कुनै पनि कुरा हामीले देखेको छैनौँ है. जबसम्म हामीले अगाडि बढ्दैनौँ तबसम्म हामीले थाहा नै हुँदैन नि त पछाडि फ्युचरले के होल्ड गर्छ भनेर होइन. सो त्यही भएर चाहिँ त्यतिखेर पनि दिस बिजनेस इज नट फर मी भन्दा पनि मैले गरेँ होइन. वाट इफ इट वर्क भनेर के इट्स ओके होइन. इफ यसले वर्क गरेन आइएम रेडी टु बियर द फेलियर होइन. तर आइएम नट रेडी टु होइन नट ट्राई एन्ड मैले चाहिँ गर्दै गरेन भने फिल गर्नुभन्दा बरु म गरेर फेल भयो पनि इट्स ओके फर मी होइन. किनभने सबै कुरामा सक्सेस ग्यारेन्टेड हुँदैन नि त होइन. सो इट्स ओके होइन. म यदि फेल भयो पनि ठिकै छ, तर आई विल ट्राई भनेर गरेँ होइन. सो फर्स्ट त्यो पोइन्ट भयो होइन. अब नेक्स्ट पोइन्ट भनेको चाहिँ अब मैले बिजनेसमा अगाडि बढ्ने सोचेँ होइन. अनि आई डिड सेयर टु माई हस्बेन्ड होइन. अनि मेरो हस्बेन्डलाई भन्दाखेरि चाहिँ अब यस्तो बिजनेसहरू त नेपालमा कति आउँछ कति जान्छ एन्ड त्यो रिलायबल हुँदैन होइन. तिमी फेरि स्कुल चलाएर मान्छे कहाँ यस्तोमा सोचिरहेको होइन. सो हि सजेस्टेड मी होइन. नगर भन्नुभन्दा पनि तिमीले नगर्दा हुन्छ सक्दैन नगर भने सजेस्ट गर्नुभयो होइन. एन्ड टु सम पोइन्ट आई थिङ्क हि इज राइट के होइन. ओहो मैले त कस्तो यो बिजनेस गर्ने सोचिरहेँ, आई सुड होइन नट डु दिस इज नट फर मी भन्ने पनि लाग्यो कि मलाई होइन. तर पनि अब मैले पो सिस्टममा गएको छु, मैले पो हेरिरहेको छु नि त
होइन। अनि सो त्यही भएर चाहिँ अब सल्लाह जस्तै अब सल्लाह लिएँ आफ्नो ठाउँमा भयो, तर एट द एन्ड मैले आफै डिसिसन लिएँ कि होइन। अब किनभने अब यो अब लाइफको यति फेजसम्म चाहिँ हुन त मैले केही ट्राई त गरेको छैन होइन। जस्तै अब यस्तोमा नगर्दा, तर यो कुरा पनि सेयर गर्दाखेरि अब मैले चाहिँ उहाँले खुसी पार्नलाई मैले होइन मैले नगर्न पनि सक्थेँ होला त्यो टाइममा होइन। तर चाहिँ अब ठिकै छ होइन, अब उहाँले आफ्नो सजेसन दियो तर डिसिसन मैले लिएँ कि होइन। सो ठिकै छ। अब पनि मलाई चाहिँ आई सुड नट डु भन्ने पनि त्यो पोइन्ट थियो होइन। सो बिजनेस स्टार्ट गरेँ होइन। सो बिजनेस स्टार्ट गरिसकेपछि चाहिँ अनि जब ट्रेनिङ्सहरू अनलक भयो होइन, लर्निङहरू सुरु गर्न थालेपछि मलाई चाहिँ एकदमै मैले इन्जोय गर्न थालेँ कि होइन। एकदम इन्जोय गर्न ओहो होइन, मैले केही कुरा नयाँ कुरा सिकिरहेको छु होइन। अनि कति कुरा यहाँ सिकिरहेको मैले इम्प्लिमेन्ट गर्न पाइरहेको छु भन्दाखेरि चाहिँ मैले चाहिँ त्यो सानो सानो कुरालाई मेरोमा सानो सानो ग्रोथ आइरहेछ अनि मैले चाहिँ त्यसमा चाहिँ अप्रिसिएट गर्न थालेँ कि होइन। अनि अब यहाँ चाहिँ अब यो बिजनेसमा चाहिँ किन हामीले चाहिँ अलिकति च्यालेन्जेसहरू ओभरकम गर्न सक्छ जस्तो लाग्छ भने चाहिँ होइन, मेरो आफ्नो एक्सपिरियन्स चाहिँ अब हामी युजली हामीले काम गर्ने ठाउँमा चाहिँ हामीले जज गरेर हुन्छ नि त एकअर्कालाई होइन। हाम्रो अलिकति ह्युमन नेचर भनौँ न, जज गर्ने होइन, अलिकति खिचातानीको युजली मोस्ट अफ द प्लेसमा हुन्छ कि। तर यो बिजनेसमा चाहिँ कस्तो पायो भने तपाईँलाई चाहिँ अपलिफ्ट गर्दो रहेछ कि, मोटिभेट गर्ने रहेछ कि यहाँ चाहिँ होइन। सो चाहिँ त्यसले गर्दा एकदमै म्याटर गर्छ कि। जस्तै अब आइएम नट पर्फेक्ट, मलाई क्यानभा यस्तो केही पनि आइडिया छैन, मलाई पोस्टिङको केही पनि आइडिया थिएन नि त। मैले सानो एउटा पोस्ट गरेँ पनि जब हाम्रो टिमले चाहिँ जस्तै अघिको कमेन्टले नि कति अप्रिसिएसन पाउँछ, कति हामीले मोटिभेट पाएको छौँ नि त होइन। सो त्यस्तो सानो सानो अप्रिसिएसनले गर्दा पनि ओहो होइन मलाई चाहिँ झन् मोटिभेसन मिल्यो कि होइन। सो वन्स बिजनेस आइसकेपछि ट्रेनिङहरू हेर्न थालिसकेपछि होइन, अनि त्यसपछि मलाई के फिल भयो भने मलाई चाहिँ त्यो रिजल्टको त मलाई मतलबै भएन कि होइन। मैले चाहिँ त्यो लर्निङलाई नै इन्जोय गरेँ होइन। सो त्यही भएर चाहिँ अब ओभरकम गर्नलाई चाहिँ हामी जुन स्टेपमा छौँ त्यसलाई अप्रिसिएट गर्नु पर्यो होइन। सो वाट वी निड टु कम्पेयर भन्दाखेरि चाहिँ होइन, अब आजको दिनमा लो फिल हुन्छ नि त, ओहो मेरो भइरहेछ। सो मैले सुरु गर्दा म कस्तो थिएँ त भनेर हेर्नु पर्यो कि, हामी ब्याक गरेर रिफ्लेक्ट गर्नु पर्यो कि मैले डे 1 मा म कस्तो थिएँ, डे 2 मा कस्तो थिएँ। जब हामी रिफ्लेक्ट गरेपछि हामी प्रोग्रेस देख्छौँ नि, ओहो आई हेभ कम दिस फार भनेपछि आई सुड नट गिभ अप भन्ने हुँदो रहेछ कि होइन। हाम्रो आफ्नोलाई नै ब्याक गरेर हेर्नु पर्यो होइन। अनि वी सुड अप्रिसिएट होइन। सो अनि प्लस अब यो टिमको जस्तै हाम्रो कम्युनिटीको सपोर्टले गर्दा पनि मलाई चाहिँ होइन अलिकति अप्रिसिएसन पाउँछ होइन कि ओहो होइन मैले बिजनेस गर्न सकौँ न नसक्दा तर यसो एउटा कम्युनिटी त पाइरहेको छु नि भन्ने पनि हुँदो रहेछ होइन। प्लस अब लाइक के भन्छ, अब मलाई पनि टाइम लागेको थियो सुरुमा होइन। सो किनभने अब नेपालको कन्टेक्समा पिपल आर नट अवेर भन्दाखेरि चाहिँ कति मान्छेले डाउट गर्यो, क्वेसन गर्यो। अब इभन कति मान्छेले चाहिँ अब एजुकेसन फिल्डको मान्छे भएर पनि स्क्याम गरिराखेको पनि भन्यो होइन। मेरो भन्ने जस्तो लाग्थ्यो कि त्यो टाइममा चाहिँ ओहो होइन मेरो त एउटा रेपुटेसन छ नि त होइन। अब त्यो रेपुटेसनमा पनि क्वेसन आयो होइन। तर अब त्यो एउटा फिल्डमा चाहिँ अलिकति गिभिङ अब म त एकदम रङ ठाउँमा आएछ कि क्या हो भन्ने पनि लाग्थ्यो कि। तर पनि अब सबै कुरा रिफ्लेक्ट गरेर हेर्दाखेरि यो बिजनेस मलाई कति फाइल ल्याइसकेपछि अब किन म सर्टेन मान्छेको कुराको लागि चाहिँ आई सुड स्टप होइन। लाइक मैले अघि पनि भने यो बिजनेसले त अब तपाईँहरू त अब्रोडमा हुनुहुन्छ होइन, हामी नेपालमै बसेर पनि हाम्रो आफ्नो फ्यामिलीलाई घरलाई हेरेर पनि हामी डलर भित्राउन सक्छौँ भने किन म स्टप हुने त होइन। यस्तो कुरा सोचेर चाहिँ होइन मैले चाहिँ यस समटाइम त्यो आफ्नो जर्नीलाई रिफ्लेक्ट गर्ने, आफ्नो सानसानो कुरालाई अप्रिसिएट गरिसकेपछि चाहिँ अनि हामीले चाहिँ त्यो आफ्नो फियरलाई डाउटलाई चाहिँ हामी ओभरकम गर्न सक्छौँ कि। सो द्याट्स हाउ मैले पनि अब त्यही यसरी नै अगाडि बढिरहेको छु भनौँ न। थ्याङ्क यू बहिनी, थ्याङ्क यू सो मच फर यो होइन। अब फेरि अमेजिङ एन्सर होइन। अब यसमा चाहिँ सानो मेरो पनि एक्सपिरियन्स के सेयर गर्नु चाहन्छु भने जस्तै म पनि ट्रेडिसनल बिजनेस गर्दैछु नि त होइन। अब यहाँ कस्तो छ भने ट्रेडिसनल बिजनेसमा चाहिँ अब म लसमा गयो, म घाटामा खाएँ भने अर्को बिजनेस अब म जस्तो सिमिलर बिजनेस गर्नेहरू खुसी हुन्छ क्या उनीहरू नि, हो कि होइन। किनभने उसको कम्पिटिटर त गयो नि त होइन, उसको कम्पिटिटर गर्ने मान्छे त डाउन भयो भनेर उनीहरू त खुसी हुन्छ नि त, भइ पनि राखेको छ होइन। किनभने अब आई एम एक्सपिरियन्सिङ इट है। तर यो बिजनेसमा चाहिँ त्यो छैन क्या, त्यो माइन्डसेट छैन क्या। अनि जुन म यदि एक दिन सो अप गरिनँ भने मेरो बिजनेस पार्टनर्सहरूले मलाई झकझकाउँछ क्या, वाइ वेयर आर यु, वाट आर यु डुइङ होइन, किन नगरेको भनेर एकदमै झकझकाएर पुल गरे। अब म आज एक दिन सो अप गरेन भने ऊ अर्काको फोन आइहाल्छ, दिदी कहाँ हो तपाईँ, किन नआएको होइन। अब एक दिन मिटिङमा सो अप भएन भने अब ऊ गरेन भने म गर्छु है।
हामी दुईजना त अब अकाउन्टेबिलिटी पार्टनर भयो, हामी यसैले क्लोज कनेक्सनमा काम गरिरहेको छ है। तर हाम्रो सबै बिजनेस पार्टनर्सहरू क्या अब एकदमै सपोर्टिभ हुनुहुन्छ होइन, पोजिटिभ माइन्डसेट लिएर एकले अर्कालाई अगाडि नै बढाउँ भनेर होइन, एकदमै प्रेसर पनि दिनुहुन्छ होइन, किनभने अगाडि बढ्नुको लागि हो, मेरै लागि हो नि त होइन। सो त्यो खालको कम्युनिटी पाएको छ क्या। आई एम सो ग्ल्याड टु बी पार्ट अफ दिस कम्युनिटी क्या, किनभने अनि आई कल इट माई सेकेन्ड होम है, सेकेन्ड फ्यामिली पनि भन्छु क्या है। हजुर, थ्याङ्क यू सो मच। अनि बहिनीको पनि अब सेयर गरिदिनुहोस्। सो यो बिजनेसमा आउने चाहिँ मेरो पनि एक्सपिरियन्स छ, मेरो आफ्नै किसिमको होइन। 2003मा मैले बिजनेसको योभन्दा अगाडि मलाई आइडिया पनि थिएन, 2003 भन्दा मलाई आइडिया पनि थिएन, बिकज आई वाज भेरी बिजी इन माई ओन स्ट्रगल, एउटै आफ्नै रेस्पोन्सिबिलिटिजहरूमा होइन। 2003मा पनि मैले पाएँ, त्यतिखेर मलाई त्यो ध्यानै भएन क्या यो बिजनेस छ पनि भनेर, बिकज आई डिड नट केयर अबाउट इट है। म आफ्नोमा यस्तो बिजी भएको थियो। तर मेरो आफ्नै जोय मेन्टर ऊ चाहिँ यो बिजनेसमा गएको होइन, आई नो हिम सिन्स अब ऊ टिनेज हुँदादेखिको। सो उसको ग्रोथहरू देखेर मलाई क्वेसन भयो क्या। अनि म चाहिँ अलरेडी मेरो आफ्नै लाइफमा यस्तो उल्झेको थिएँ कि मेरो त काम छ प्रोफेसनल वाइज, म आई वर्क एज अ चाइल्ड एजुकेटर छ, तर कहिलेसम्म हुन्छ, किनभने यो गभर्मेन्ट सर्भिस होइन, यहाँ मैले 100% दिनेसम्म चाहिँ यो काम बस्छ, त्यसपछि के भनेर म नै एकदमै अन्यलमा थिएँ कि अब मेरो चाहिँ भिजन के हो त, मेरो चाहिँ लाइफको गोल के हो त, मेरो यो पछि चाहिँ मैले गर्ने के, मसँग के पनि छैन के। मैले सिकेकै काम भनेको यो हो। त्यो यो न्युयोर्कमा आउनुभन्दा अगाडि मैले डिफ्रेन्ट फिल्ड्समा काम गरेँ नेपालमा होइन, तर न्युयोर्कमा आएदेखि त मैले गरेको काम यही हो। यो पछि चाहिँ यो काम पनि भएन भने चाहिँ म के गर्ने त भनेर मेरो भिजनै थिएन कि, मेरो गोलै थिएन होइन। आई युज टु बी भेरी स्ट्रेस आउट अबाउट इट। तर जब म मेरो मेन्टरको देखेँ नि ट्रान्सफर्मेसनहरू देखेपछि चाहिँ मलाई चाहिँ यो बिजनेसमा आउनलाई मैले एकचोटि पनि डाउट गरिनँ होइन। म सट्टै आयो। तर जब म बिजनेस भित्र आइसकेर जब मेरो ट्रेनिङहरू पेड हुन्छ नि, म एभ्री टाइम म अभियसली म मान्छे हो, आफ्नो एउटा माइन्डसेट यति छिटो चेन्ज त हुँदैन नि होइन, त्यसलाई टाइम लाग्छ नि। त्यो टाइम पिरियडमा चाहिँ त्यो माइन्डसेट स्ट्रङ बनाउने जुन मेरो त्यो प्र्याक्टिसको दौरानमा चाहिँ एभ्री मर्निङ म उठ्दाखेरि म डाउन हुन्थेँ कि वाइ आइ एम इन दिस बिजनेस, वाट आइ एम डुइङ भनेर के हुन्थेँ कि। तर बिस्तारै प्र्याक्टिस गर्दै गरेर चाहिँ यो बिजनेसले चाहिँ मलाई के सिकायो भन्दाखेरि, अभियसली हामी ह्युमन बिङ हो, अप एन्ड डाउन हुन्छ, लो पनि फिल हुन्छ, डाउट पनि हुन्छ, किनभने नोबडी इज पर्फेक्ट होइन। तर यो बिजनेसमा चाहिँ मैले के सिकेँ भन्दा चाहिँ हाउ टु कम ओभर इट के, इन अ स्न्याप अफ यर फिङ्गर है, यस्तो गरेपछि ओके न। किन भन्दा चाहिँ यस्तो बिजनेस पार्टनर्स भएर होइन, मेरो मेन्टरसँगै छ, मेरो दिजु हुनुहुन्छ लाइक मेरो मदर फिगर होइन, हाम्रो टिममा हुनुहुन्छ, सबैले गुटुटुटु जस्तो निमासहरू अलिकति लो भएको जस्तो कुरा भयो भने पुरै त्यसो प्रवचन एकैचोटि यस्तो हुन्छ होइन। सो त्यही भएर चाहिँ म के भन्न चाहन्छु भन्दा, मेरो जो चाहिँ अब डेलीमा म यसरी होइन एकदमै ड्यु डिलिजेन्ट गर्दै बसिरहेको टन्नै छ क्या, एकदमै डाउट हुन्छ नि, नगर्नु। एउटा एक्सन लिनु त जरुरी हुन्छ लाइफमा, केही गर्नुलाई, अगाडि बढ्नुलाई। एक्सन नलिकन त अगाडि हामी बढ्नै सक्दैन। नो म्याटर्स वाट यु डु, यु क्यान नट मुभ फरवर्ड है, लाइफमा मुभै हुन सक्दैन होइन। त्यही भएर चाहिँ हामीले चाहिँ तपाईँहरूलाई एउटा कन्भे गरिरहेको यस्तो किसिमको छ भनेर, त्यही भएर तपाईँहरू आफै भित्र आइकन एक्सप्लोर गरिकन हुँदैन। त्यही भएर चाहिँ हाम्रो के छ भन्दा चाहिँ 30 days मनी ब्याक ग्यारेन्टी फी 149 किन तिर्नु, यो चाहिँ सेक्युरिटी डिपोजिट किन हो भन्दा चाहिँ यो चाहिँ सिस्टमको एक्सेसको लागि हो। भित्र गएर चाहिँ यो बिजनेस तपाईँको लागि हो कि होइन, जुन तपाईँको डाउट छ नि त्यो क्लियर गर्नु हो। इफ यु फिल इट रेजोनेट विथ यु, देन यु क्यान मुभ फरवर्ड। इफ नट, जस्ट टेक यर मनी ब्याक, नथिङ टु लुज होइन। त्यही भएर चाहिँ 149 इम्पोर्टेन्ट छ यो बिजनेसको बारेमा चाहिँ क्लियरिटी पाउनुलाई भनेर चाहिँ म भन्न चाहन्छु। सो त्यही भन्दै चाहिँ म हाम्रो अब अन्तिममा आइसक्यो। मेरो लास्ट क्वेसन चाहिँ म तपाईँको लागि राख्न गइरहेको छु। अनि त्यहाँपछि चाहिँ हाम्रो टाइम पनि हुनु लाग्यो है, सो विल ऱ्याप अप है। यो लास्ट क्वेसन भन्नु लास्ट बट नट द लिस्ट है, त्यो भन्नु अगाडि चाहिँ क्वेसन कमेन्ट पढ्ने कि दिदी? कमेन्ट अलि आएको छ है। ओके, यो कोर्सको रहेछ त भन्दाखेरि सम्झना मनोज भाइको पढिसके है, होइन सम्झना गुरुङको पढेको छैन। ओके, यहाँदेखि कर्मा निमाले फेरि यहाँ लेखेको छ। कर्मा निमाले फेरि लेख्नु भएको छ, थ्याङ्क यू भेरी मच फर ब्युटिफुल कमेन्ट्स अरे है। थ्याङ्क यू, युआर वेलकम, थ्याङ्क यू सो मच फर वाचिङ अस।
अनि अर्को सम्झना बहिनीले लेख्नु भएको छ, सम्झना गुरुङ एन्ड कम्पनी, हेलो देयर, वाचिङ लाइभ फ्रम युके। सम्झना बहिनी युकेबाट आउनु, थ्याङ्क यू सो मच फर वाचिङ। ल मनोज भाइ यस्तो गरेर भन्नु सर, दिदीले अघि नै भन्यो, के गर्नु अब आँखाको प्रब्लम गरेपछि। अगेन मनोज सरले भन्नुभएको छ, थ्याङ्क यू फर सेयरिङ यर एक्सपिरियन्स शोभाजी। अगेन amazing answer. You're absolutely right. The fear of failure often holds us back, but enjoying and truly experiencing 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 the journey is what matters most in life. So देख्नुभयो होला, हामी we are nobody is perfect, right? Growth happens when we choose experience over fear, and you are an example. All the best for your further journey. Thank you, Manojji. Thank you, hey Manoj. निमा बहिनीले लेख्नु भएको छ, उहाँ पनि वान अफ आवर टप लिडर्स फ्रम न्युयोर्क है। हाई दिदीहरू, नमस्ते, मन्जु दिदी एन्ड कुसुम दिदी टुगेदर, वाचिङ लाइभ फ्रम न्युयोर्क अरे है। Thank you, थ्याङ्क यू Nima. सो मच। उहाँले फेरि लेख्नु भएको छ, थ्याङ्क यू कुसुम दिदी फर सेयरिङ यर बोल्ड thoughts and experiences. Nice to see you all in one screen. Thank you so much. That's the last. हाम्रो नम्रता बहिनीको मिस भएछ, सरी। नम्रता बहिनीले लेखेको छ, thank you Shobha Didi for sharing so much of your valuable experience with us. Everyone has doubts and fear when starting something new, but once we learn how to overcome them, success becomes possible. For those who think this business is only for people living in the USA or Canada, your live session is a true proof that it can be done even while living in Nepal. Thank you once again, Didi. We truly appreciate you. Thank you, Manjudi and Kusumdi. Thank you so much, Namrata. Thank you so much for wonderful comment. Okay. Okay, last but not the least, last एउटा मेसेज चाहिँ बहिनीले दिनु पर्यो है सबैजनाको लागि, स्पेसली अब हामी वुमेन इम्पावरिङको बारेमा कुरा गर्दैछौँ, सो हामी अलिकति वुमेनको लागि नै एउटा पावरफुल मेसेज चाहिँ दिनुहोस् न बहिनी। वाट मेसेज डु यु ह्याभ फर वुमेन हु फिल स्टक बट वान्ट टु बिल्ड समथिङ अफ देयर ओन? अब मेरो मेसेज चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ अब वुमेन्सहरूलाई होइन, जस्तै अब कस्तो हुन्छ नि, हामीहरूलाई चाहिँ अब के भन्छ, अब एजुकेटेड भए पनि होइन, अब के भन्छ, आफ्नो एउटा प्रोफेसनल भए पनि हाम्रो चाहिँ के कुरा चाहिँ ल्याक हुँदो रहेछ भन्दाखेरि वुमनहरूको चाहिँ डिसिजन मेकिङ लाग्छ कि मलाई होइन। सो चाहिँ अब हामीले चाहिँ अब हामी एजुकेटेड, हामी पनि त एज अ इन्डिभिजुअल त वी क्यान मेक आवर ओन डिसिजन नि त होइन। कस्तो नि, मैले पनि अब यति धेरै जर्नीमा चाहिँ मैले के देखेको छु भने होइन, म मेरो हस्बेन्डलाई सोच्छु, मेरो फ्यामिलीलाई सोच्छु, मेरो हस्बेन्डले नाइ भन्नुभयो, मेरो फ्यामिलीले नाइ भन्नुभयो भन्नुहुन्छ कि। अनि मलाई चाहिँ पहिला पहिला कस्तो लाग्थ्यो भने अब बरु अहिलेको जेनेरेसनहरू त अझ एजुकेटेड हुनुहुन्छ, अझ होइन फरवर्ड हुनुहुन्छ, उहाँहरूलाई त त्यस्तो हुँदैन जस्तो लाग्थ्यो कि। तर मेरो कन्सेप्ट पनि रङ भयो कि होइन, यो बिजनेसको जर्नीमा चाहिँ स्टिल अहिलेको यङ जेनेरेसनहरूले पनि आई हेभ टु टेक पर्मिसन फ्रम माई हस्बेन्ड, दे आर एजुकेटेड, दे आर वेल वर्किङ होइन, राम्रो प्रोफेसनल काम गरिरहेको छ, बट दे कान टेक देयर ओन डिसिजन के होइन। सो भन्छु भने यु हेभ टु टेक यर ओन डिसिजन के है। हामीले आफ्नो डिसिजन चाहिँ आफै लिन सक्नुपर्छ, सल्लाह सबैजनासँग लिनुपर्छ, सुन्न सबैको सुन्नु पर्छ होइन। एट द एन्ड हामीले डिसिजन चाहिँ आफै गर्नुपर्छ कि होइन। सो कुनै पनि काममा लाइक मैले सक्सेस चाहिँ नट ग्यारेन्टेड भन्ने हुन्छ नि त होइन। उहाँहरूको अब हाम्रो पनि हस्बेन्डहरूले, सबैको हस्बेन्डले काम गर्नुभयो होला, एक्सपिरियन्स गर्नुभयो होला, सबै काममा त सक्सेस भएको छैन नि त होइन। सो हामीलाई पनि सक्सेस हुनैपर्छ भन्ने छैन नि त होइन। तर वी हेभ टु ट्राई के होइन। सो ट्राई नै नगरिकन, स्टेपै नलिकन वी क्यान ग्रो नि त होइन। अब अहिलेको जमानामा एभ्रिथिङ इज सिफ्टिङ इन द ग्लोबल होइन, यो के अरे डिजिटलाइजमा ग्लोबल के सिफ्ट भइसकेपछि चाहिँ हामी चाहिँ ट्रेडिसनल वेमै म 9 to 5 नै जब गर्छु, म घर हेर्छु 9 to 5 जब गर्छु एन्ड दिस इज माई लाइफ भनेर भएन कि होइन। हामी सधैँ त फिजिकली एक्टिभ भएर हामी काम गर्न सक्दैनौँ नि त होइन। अनि त्यो टाइममा जब हामी यति वर्किङ काम गरेर चाहिँ जब हामी घरमा बस्न थालेपछि चाहिँ तब चाहिँ हामीलाई एकदम मेन्टली डिस्टर्ब हुँदो रहेछ कि है, वाट वी आर फिलिङ होइन। सो त्यही भएर चाहिँ अब तर यो बिजनेस चाहिँ के भयो भने हामी घरमै बस्यो नि गर्दाखेरि इङ्गेज दि त होइन, जस्तै तपाईँहरूले नि भन्नुभयो नि त हामी अब सँगै बसिरहेको। सो हामीले इङ्गेज गरिरहेछ, इम्पावर गरिरहेछ, किन नगरेको भनिराख्नु भएको छ नि त, एकअर्कालाई पुस गराउनु भएको छ नि त होइन। सो त्यही भएर चाहिँ अब
यस होइन, कुनै कुनै नयाँ कुरा देख्दाखेरि अनकम्फर्टेबल फिल होला होइन, डिजिटल भन्दाखेरि चाहिँ ट्रस्ट नहोला होइन। सो डु यर ओन रिसर्च होइन, रिसर्च गर्नु। वी आर रियल पिपल एन्ड सेयरिङ रियल जर्नी होइन। सो हामी यहाँ किन छौँ भन्दाखेरि चाहिँ होइन, किनभने यो बिजनेसमा आइसकेपछि इट हेज चेन्ज आवर लाइफ नि त होइन। सो हामीले चाहिँ अब तपाईँहरूलाई पनि यस्तै चेन्जेस होस् होइन। सो अब हामी सधैँ फिजिकल एक्टिभ भएर हामी काम गर्न सक्दैनौँ होइन। हाम्रो लाइफ भनेको अनप्रिडिक्टेबल छ होइन। सो आफ्नो लागि चाहिँ ब्याकअप प्लान होइन, आफूलाई मेन्टली सोसियली फिजिकली एक्टिभ गर्नको लागि चाहिँ वी मस्ट ह्याभ समथिङ होइन। सो अब यो बिजनेसको लागि चाहिँ हामीलाई त केही फरकै पर्दैन नि त होइन। यो बिजनेसमा चाहिँ म स्टार्ट गरेर पनि म 1 वर्ष चुप लाएर म मेरो आफ्नो के अरे जबलाई नै फोकस गर्छु, म पछाडि बिजनेस गर्छु भन्ने पनि पाएँ नि त होइन। तर स्मल वेमा हामीले बिजनेस चाहिँ बिल्ड गरिरहन सक्छौँ कि इट डजन्ट म्याटर तपाईँ कुनै प्रोफेसनमा हुनुहुन्छ होइन। तपाईँ आफ्नो प्रोफेसनमा बस्दा यो बिजनेस स्लोली बिल्ड गर्न सक्नुहुन्छ होइन। अब हाउसवाइफहरूको लागि त झन् धेरै नै होइन, आफ्नो घरमै बसेर आफ्नो फ्यामिलीलाई टेक केयर गरेर पनि हामीले चाहिँ बिजनेस गर्न सक्ने भएको भएर चाहिँ टेक योर ओन डिसिजन होइन। सक्सेसै होला कि नहोला, के होला भनेर फियर गऱ्यो भने वी क्यान ग्रो होइन। जस्तै म चाहिँ एकदम एक्साइटेड भएर म बिजनेस गर्न सक्छु भनेर गरेको होइन, विथ अल फियर विथ अल डाउट गरेको भएर चाहिँ त्यो डिसिजनले मेरो लाइफ इन्टायरली चेन्ज गर्यो नि त होइन। सो म आफूमा न्यू भर्जन पाइरहेको छु कि होइन। आइएम नट कम्फर्टेबल इन गोइङ लाइभ होइन। स्टिल म मेरो पेजमा नगए पनि तर यहाँ आइरहेको छु नि त होइन। सो किन म यसरी कसैले इन्भाइट गर्दा आइरहेको छु भन्दाखेरि होइन, सो हामी एकअर्कालाई सपोर्ट गर्छौँ। इट्स ओके, यदि मैले मिस्टेकै गरेँ पनि केही फरक पर्दैन नि त होइन। मलाई कसैले जज गर्नेवाला छैन, इट्स ओके होइन। सो यो बिजनेसले त हामीलाई पुस गरिराख्छ होइन। सो त्यही भएर चाहिँ अब मेक योर ओन डिसिजन होइन। अनि यो भनेको एक लाइफ चेन्जिङ प्लेटफर्म नै हो होइन। सो त्यही भएर चाहिँ हेजिटेट नहुनु होला होइन। सो आस्क योर क्वेरिज होइन, वी आर ओपन होइन, हामी ओपन नै छौँ। अनि तपाईँले चाहिँ अब एक्सप्लोर गर्न सक्नुहुन्छ। अनि जस्तै अघि कुसुम दिदीले भन्नुभएको थियो नि 149 तिरिसकेपछि इफ यु डोन्ट फिल रेजोनेट यु क्यान रिफन्ड भन्नुभयो नि त दिदीले होइन। सो मैले चाहिँ म चाहिँ कसरी 149 तिरेपछि रेजोनेट नगरेको मान्छे हो कि खास होइन। मैले चाहिँ रेजोनेट गरेको थिएन कि बिजनेस इज नट फर मी लाग्थ्यो होइन। तर पनि यो बिजनेसको अपर्च्युनिटी देखेर आई टुक एक्सन नि त होइन। सो समटाइम्स चाहिँ अनकम्फर्टेबल ठाउँले पनि हामीलाई चाहिँ एउटा राम्रो फ्युचरमा लग्दो रहेछ कि। अनि सबै कुरा रेजुनेट हुनुपर्छ भन्ने नरहेछ कि। यो बिजनेसले हामी सबै कुरा दिएको भएर चाहिँ रेजुनेट नहुँदाखेरि पनि होइन, यदि तपाईँलाई सिस्टममा बिलिभ लागेको छ भने होइन, आफूमा केही चेन्जेस चाहिरहेछ भने चाहिँ रेजुनेट नहुँदाखेरि पनि एक्सन लिनुपर्ने रहेछ कि। त्यो रेजुनेट नहुँदा गर्दाखेरि पनि म यहाँसम्म आएँ नि त होइन। त्यही भएर चाहिँ सबै कुरा कम्फर्टेबल भएर गर्ने होइन होइन, कहिलेकाहीँ अनकम्फर्टेबलमा पनि गर्नुपर्छ। अनि अर्को एउटा कुरा चाहिँ मैले सुनेको होइन, मैले पढेको भनौँ न होइन। जस्तै हामीलाई चाहिँ कुनै कुरा अब हामीले यसो देख्छौँ नि, यो अपर्च्युनिटी देख्नु भनेको चाहिँ युनिभर्सले चाहिँ हामीलाई अलरेडी बाटो दिइसक्यो अरे कि त्यो वेको लागि होइन। अब त्यो बाटोमा हिँड्ने कि नहिँड्ने भने चाहिँ हाम्रो डिसिसन हुन्छ कि होइन। युनिभर्सले त बनाइसक्यो बाटो होइन। यदि तिमीले एक्सन होइन, तिमी अगाडि बढ्ने द्याट्स योर मिस्टेक रे कि होइन, विच इज भेरी ट्रु होइन। जस्तै मलाई पनि अलिक त्यस्तै लाग्छ नि। अब त्यतिखेर मैले देखेँ होइन, यदि मैले नगरेको भए त म जहाँको त्यही नै हुन्थेँ नि। म स्कुल घर बच्चा स्कुल घर बच्चामा सीमित हुन्थेँ। तर यो बिजनेसले त इन्टायर लाइफ चेन्ज गर्यो नि त। सो मैले कम्फर्टेबल नहुँदा रेजोनेट नहुँदा पनि स्टार्ट गरेँ होइन। किनभने चाहिँ अब यसको लागि चाहिँ के गर्छ, जस्तै दिदीले भन्नुभएको छ रेजोनेट नगरे पनि यसलाई स्टडी गरौँ, यो अपर्च्युनिटी राम्रो छ भने त्यो कन्फिडेन्स भनेको चाहिँ होइन, त्यो हामी बाई द टाइम ग्रोथ गर्दै लाने हो कि होइन। सो कन्फिडेन्स भएर गर्नु पर्दैन, रेजोनेट नभए पनि हामी बिस्तारो म सिक्दै गर्छु भन्यो भने इट कुड चेन्ज योर लाइफ इन्टायरली होइन। द्याट्स वाइ टेक एक्सन नै भनेर चाहिँ एन्ड गर्छु म चाहिँ। थ्याङ्क यू। म सानो मलाई बहिनीले भन्नुहुँदाखेरि मलाई एउटा लाइफ इक्जाम्पल दिनु मन लाग्यो क्या सबैलाई। अब म नेपालमा हुँदाखेरि एकदम हाइकिङ ट्रेकिङ, म एकदम एडभेन्चरस मान्छे हो क्या। हाइकिङ ट्रेकिङ गर्नु मन लाग्ने। अब ट्रेकिङ जाँदाखेरि यस्तो गाह्रो हुन्छ, अब दिनको 8 घन्टा 9 घन्टा 10 घन्टा हिँड्छु नि होइन। उकालो हिँडेको छ, सास फुलेको छ है, कति गाह्रो हुन्थ्यो है। तर जब त्यो म डेस्टिनेसनमा पुग्थेँ नि, त्यो भ्यू देख्दाखेरि चाहिँ त्यो के अरे माउन्टेनको भ्यू होइन, त्यो भ्यू देख्दाखेरि यस्तो मन आनन्द हुन्थ्यो। त्यो मैले कति त्यो स्ट्रगल गरेर त्यो बिच बाटोमा मैले कति स्ट्रगल गरेको थियो त्यो सबै बिर्सिन्छ क्या। सो यो पनि हाम्रो लाइफ पनि त्यही त हुने होइन भन्नु, एउटा बिजनेस स्ट्रगल गर्नै पर्छ हामीले। कुनै पनि चिज हामीलाई एकदमै रेडिमेड आउँदैन होइन, भन्नुहोस् न। जे कुराको लागि पनि हामीले स्ट्रगल गर्नै पर्छ। सो म चाहिँ मेरो त्यो इक्जाम्पल चाहिँ म यो बिजनेसमा चाहिँ म अप्लाई गर्न चाहन्छु क्या। अहिले स्ट्रगल गर्नुहोस्, तर तपाईँ जब त्यहाँ पुग्नुहुन्छ नि
त्यति बेला तपाईँले यो पछि गरेको स्ट्रगल सबै बिर्सिनुहुन्छ क्या। अब जस्तै हाम्रो शोभा बहिनीले बिर्सिसक्नु भएको छ, किनभने उहाँ पनि त त्यो स्ट्रगल फेजबाटै चाहिँ जानु भएको नि होइन भन्नु। हो, त्यही भएर मलाई चाहिँ यो एकदमै रिलेट गर्नु मन लाग्यो क्या। थ्याङ्क यू सो मच बहिनी, थ्याङ्क यू फर यो वन्डरफुल एन्सर अगेन वन्स अगेन है। अब हाम्रो बहिनी म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जुन अघि शोभाले भने नि डिसिजन मेक गर्नु हामी केटी मान्छेलाई हामी मान्छेलाई भनौँ न कति गाह्रो हुन्छ है। तर मलाई लाग्दैन यो यति ठुलो गाह्रो होला जस्तो लाग्दैन। वन्स यु आर क्यापेबल अफ मेकिङ यर ओन डिसिजन भन्छु कि अहिलेसम्म चाहिँ अरूको डिसिजनमा बस्ने हो तपाईँहरू, बाउ आमाको डिसिजन हुन्छ, बट युआर एडल्ट बच्चासम्म भयो टिनेजसम्म भयो भने एउटा पोइन्टमा गएर त यु नो नि त राइट एन्ड रङ। खास गरी त राइट एन्ड रङ भन्ने कुरा हुँदैन, तर यु नो नि वे यु आर गोइङ भन्ने कुरा होइन। अनि बिहा गरेर जान्छ अल द टाइम त्यहाँ भयो तपाईँको डिसिजन होल्ड गरिरहेको हुन्छ। पछि गएर बच्चा भइसकेपछि पनि तपाईँको छोराछोरीको उयसमा हिँड्नुपर्ने हुन्छ क्या हामी यसरी नै बस्यौँ, किन बाई डिफल्ट चाहिँ जहिले पनि तपाईँलाई अरूले डिसिजन लिइदिइरहेको हुन्छ। So once you decided to make your own decision, then you will see the difference. Okay? For a housewife or the stay-at-home mom or bahana kasto huncha थाहा छ? I wanted to give time to my kids. Hey, what are you teaching? What are you teaching? Actually teaching your kid just to be a housewife like you? My question, like you, bihan utha khana pakaउ दिउँसो बच्चा रेडी गरेर जाऊ. That's all? No. There are so many things you can teach your children, your kids, होइन? के हो भन्दा चाहिँ यो बिजनेसमा छ नि त तपाईहरु आएपछि त यो बिजनेसमा तपाईलाई त सानैदेखिको डिसिप्लिन कसरी लैजाने हुन्छ, हाउ टु डु द एफर्मेसन होइन फर योरसेल्फ, how to stay consistent, how to stay consistent. So many things you can teach your kids के उनीहरूले सोच्दैन बहाना कस्तो हुन्छ थाहा छ धेरै स्क्रिन टाइम बस्नु पर्दो रहेछ मेरो टाउको दुख्छ आई वान्ट टु गिभ टाइम टु माई किड्स मोर आई मीन लाइक आई गेट वाट यु रियली वान्ट टु डु द्याट प्लिज गाइज जस्ट गेट आउट अफ द्याट देयर आर सो मेनी थिङ्स यु क्यान डु इन यर लाइफ के तपाईँहरूको यस्तो राम्रो प्लेटफर्म छ यसमा यो मात्रै नभएर अरू पनि छ धेरै कुरा तर निक्लिनु पर्यो कि त्यो जोनबाट त्यो कम्फर्ट जोनबाट निस्किनुहोस् क्या तपाईँहरू जस्ट डोन्ट स्टे एट होम एन्ड एभ्री टाइम कम्प्लेन नगर कि युआर स्टक right? You're under this so much pressure. I'm going in the depression. No, those are all your excuses and you're bringing to yourself. So guys, please, यति हिम्मत गरेर अगाडि एक्सन लियो शोभाले भनेको जस्तो सबै कुरा चाहिँ राइट हुँदैन होइन ग्यारेन्टी हुँदैन तर त्यो त एक्सन नलिकन त थाहा पाउँदैन नि त एक्सन लिएपछि त्यो रङ भयो भने यु वोन्ट रिग्रेट नि त मैले लाइफमा के गरेन भने आई डिड बट इट वेन्ट रङ द्याट्स ओके यु विल किप अन ट्राइङ But what? Your business man, nobody will regret. You don't have to look back and say like, I did a great mistake. In fact, you will always feel proud of yourself. You will always have a gratitude. At least you tried. At least you tried and my life has changed. Eh? So please guys, think and take an action भन्नु चाहन्छु and thank you so much Shobha for coming अनि last wrapping मेरो दिजुले भन्नुहुन्छ जाँदा जाँदै अब जानु अगाडि हैन हाम्रो फ्यु कमेन्ट्सहरु आएको छ त्यो पढिहालौं होला है त्यही पनि let निमा बहिनीले भन्नु भएको छ अगेन थ्यांक यू कुसुमदी फर शेयरिङ योर बोल्ड थट्स एन्ड एक्सपीरियन्स नाइस टु यो भइसक्यो हैन सिमरिक भाइले भन्नु भएको छ nice live show. Great knowledge to take this morning. Dami answers. Thank you to all. Thank you so much. And if you once again, हाम्रो मनोज भाइले लेख्नु भएको छ. What a perspective, Shobhaji. Sometimes you don't have to resonate to achieve success. And हाम्रो मनोज भाइले once again लेख्नु भएको छ you are truly an inspiration to many of us है अनि उहाँकै लास्ट कमेन्ट छ म पढ्छु ल देख्नुभयो कस्तो मजा छ है इट डजन्ट लुक प्रोफेसनल अलिकति होला बट we wanted to make it a little bit funny हैन हुन्छ नि अलिकति फाइट गरिरहेको this is the different we are true people real people so मनोजले भन्दैछ so many powerful takeaway from today's life huge thank you to Manju Didi and Kusum Didi and Ko Shobhaji for the insights and inspiration truly grateful thank you so much for your nice comment okay ma यसलाई हाइड गरिदिउँ okay
लास्टमा छ हाम्रो ए फेरि कुर्मे ए लास्टमा फेरि हाम्रो कर्मी भाइ हाम्रो अनदर बिजनेस Business पार्टनर नमस्ते एभ्रिवान लेख्नु भएको रहेछ है नमस्ते भाइ वाचिङ लाइभ फ्रम वर्क प्लेस उहाँ चाहिँ आज काममा Thank you so थ्याङ्क यू much. सो मच फर बिङ देयर अफर देयर के अरे तपाईँहरूले हामीलाई सपोर्ट गरिराख्नु भएको छ इभन फ्रम वर्क यु गाइज आर वाचिङ थ्याङ्क यू सो मच है It means a lot. Really appreciate it. हजुर ओके बाई है भयो त्यही नै लास्ट रहेछ आज त्यही नै लास्ट रहेछ Anyways, it was so great to have you here, Soba. Thank you so much. Hey, you have given us like so many golden nuggets to take away. Thank you so much. धेरै हेरेको भने पनि पायो होला हामी आज एकदमै टाइम फ्रेममा पनि बसेका छौँ है अनि आइ एम सो ह्याप्पी है हामी टाइम फ्रेममा बसेर तर रियल थ्याङ्क यू चाहिँ शोभा बहिनीलाई होइन किनभने तपाईँको अमूल्य समय पनि अब अहिले नेपालमा राति भइसक्यो तर कति काम हुन्छ तपाईँको होइन घरमै बसेर भयो भने तर बट स्टिल तपाईँले टाइम निकालेर हामीसँग यो हामीलाई तपाईँको जर्नी सेयर गरिदिनु भयो तपाईँको सक्सेस स्टोरी तपाईँको के भन्नु अब doubts and fears and everything. एभ्रिथिङ तपाईँको जर्नी सेयर गरिदिनु भएकोमा थ्याङ्क यू सो मच है थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू And we did it. we did it. We did it.